मेरो जन्म चाहिँ बुटोलमा अनि हुर्काइ पनि बुटोलमै हो। अब 16, 17, 18 वर्षसम्म त्यहीँ बस्यो, त्यसपछि काठमाडौँतिर। औपचारिक शिक्षा त्यहीँबाट लिनुभयो? त्यहीँबाट। एसएलसी दिनै पाइएन। एसएलसी दिन पाएको भए त कुरै अर्को हुन्थ्यो। दिन पाइएन एसएलसी चाहिँ। त्यसको पछाडिको कारण? पारिवारिक कारण पनि भनौँ होइन। अब खेती किसानी गरिराख्न पर्ने, अब बाबुआमाको पनि आर्थिक कुराहरू पनि कमजोरै हुन्छ त्यो बेलामा। अनि छोरीहरूलाई प्राय पढाऊँ नै भन्ने सोच पनि खासै थिएन मेरो घर परिवारमा बुझ्दा चाहिँ। त्यो भएको भएर पनि खासै पढ्न पाइएन। हजुरको त्यति बेला माइतीमा चाहिँ कतिजना दाजुभाइ दिदीबहिनीको बिचमा? यस्तो अब दाजुभाइ दिदीबहिनी भन्दा नि म एक्लै नै भन्नुपर्छ, किनभने मेरो आमा चाहिँ कान्छी आमा, मेरो बुवाले चाहिँ अर्को आमा बिहे गरेर त्यो आमाको डेथ भएपछि मेरो आमालाई बिहे गर्नुभएको रहेछ। मेरो आमापट्टि मै मात्रै, अनि मैले ती जेठी आमाबाट जन्मेका 4 जना छोराछोरीहरूबाट चाहिँ धेरै नै दुःख पाएँ। त्यो भएको भएर पनि मैले पढाइलाई चाहिँ अगाडि पुर्याउन सकिनँ मैले। कान्छी आमा हजुरको चाहिँ आफ्नै कोखको मम्मी, जुन उनीहरूको कान्छी आमा होइन? म चाहिँ कान्छी बहिनी भएँ, उहाँहरू चाहिँ 2टा दाइ 2टा दिदी हो। बुवा त एकजना मात्रै हो होइन, हुनुहुन्न अहिले त। बुवा त एउटै हो सोचेदेखि त है। तर पनि के छ भन्दा अब त्यो बेलामा चाहिँ दाइहरूबाट चाहिँ एकदमै मैले चाहिँ त्यति माया, परिवारबाट माया ममता चाहिँ पाइनँ सानै उमेरदेखि। सौतिनी व्यवहार भन्दा नि सौतिनी व्यवहार भयो। एकदमै गाह्रो भयो त्यो बेलाको त दिन सम्झिन पनि मन लाग्दैन होइन। धेरै वर्ष कन्ट्याक्टबिन भयो। अहिले चाहिँ हल्का कन्ट्याक्टमा हुनुहुन्छ। कन्ट्याक्टमा पनि कहिलेदेखि भएको भन्दा जब यो न्युजहरूमा म आएँ त्यसपछि चाहिँ मेरो त्यो दिदीको छोराहरूले कन्ट्याक्ट गरे, विदेशमा भएकाहरूले। अनि सानमुवा भनेर मलाई अफलाइन म्यासेजहरू लेख्ने गरे। अनि र पनि मैले एकजनालाई त म चिन्दिनँ तिमीलाई भन्नसम्म भ्याएको थिएँ है। अनि पछि उनीहरूले ठिकै हो सानमुवा, तपाईँले भन्नुभएको कुरा, तपाईँले धेरै दुःख भोग्नुभयो, मेरो मम्मीहरूले दुःख दिनुभयो होइन, मलाई थाहा छ। र पनि तपाईँले छोरा भन्न चाहनु भएन, तर म चाहिँ तपाईँको दिदीको छोरा हो भनेर लेख्थेँ। मैले चिनिसकेको थिएँ उसको प्रोफाइलहरू हेरेर। पछि माया लाग्यो अनि मैले बोलेँ एकजनासँग। अनि त्यो एकजना बाबु चाहिँ अलि नजिक कन्ट्याक्ट भइरहेछ। अनि खासै त्यस्तो नजिकको कन्ट्याक्टहरू चाहिँ छैन। अब त्यस बेलाको हजुरले भने जस्तो जुन आफ्नो आमाबाट एकजना, हजुरले बाबा गुमाउनु भएको सानै उमेरमा कि अलि पछि हो? पहिला मम्मी गुमाएँ, पछि बाबा गुमाएको हो। मम्मी भनेको सानै? अनि मम्मी त सानै उमेरमै जानुभयो, 15, 16 वर्ष 14, 15 वर्षकै थियो होला सायद म त्यो बेलामा। बुटोलमै, बुटोलको खैरनी भन्ने ठाउँमा। अनि मेरो मम्मी बितेपछि चाहिँ म त्यत्तिकै अल्पत्रै परेँ के, अल्पत्रै जस्तो भएँ। दाइ दिदीहरू अब ठुल्ठुला थिए, बिहादान गरिसकेका। उनीहरूले समेटेर राख्नुपर्ने बेलामा उनीहरूले पनि समेटेनन्। कान्छी आमाको छोरी हो भने हेला गरे होइन। अनि यहाँसम्म कि घरबाट निकाल्नेसम्म व्यवहारहरू भयो। त्यो भएपछि मैले पढाइलाई निरन्तरता नै दिन सकिनँ। 2-3 क्लास मात्रै पढेको हो। अक्षर कखरा मात्रै चिनियो भन्दा हुन्छ। त्यस बेला 3 क्लास पढ्दै गर्दा मम्मी खस्नु भएको त होइन? 3 क्लास पढ्दै गर्दा होइन, खस्नु भएको त्यो बेलामा। मैले मम्मी यस्तो भयो, मम्मी नखस्दै मैले पढाइमा मलाई भयो, पढाइ छोडिसकेको थिएँ। अनि मम्मी पनि यस्तै 5-6 महिना भएको थियो पढाइ छोडेको। अनि त्यसपछि मम्मी खस्नुभयो। मम्मी खसेपछि त झन् अब पढ्ने कुरै भएन। अनि घरमा पनि दुःखै भयो। बुवाले पनि अब दिदी दाइहरूकै कुरा सुन्ने, अब उनीहरू ठुल्ठुला के अरे होइन, म सानै। अनि त्यसपछि बुवालाई पनि अब उनीहरूले कमाएर खाना दिनिसक्नु भएपछि उनीहरूपट्टि नै लाग्नुभयो। त्यहाँबाट त मैले छिमेकीहरूकै सहारा, छिमेकीहरूकै साथले मात्रै बाँचेको। छिमेकीहरूले साथ नदिएको भएदेखि त उति बेलै मर्थ्यो होला म। त्यस बेलाको समयमा बाल्यकालमा हजुरले कस्तो कस्तो दुःख गर्नु पर्थ्यो? धेरै नै दुःख भोग्नु पर्यो। मेरो आमा बितेपछि मेरो बुवालाई 2टा दिदीहरू आउने उचाल्ने, अनि कहिले दिदीहरूले यो यसलाई बिहा गरेर पठाइदेऊ भन्ने सानै उमेरमा होइन, त्यस्तो यातना दिने, त्यस्तो गरेँ। अनि त्यसपछि एक दिन त मार्नेसम्म पनि भयो। कान्छा दाइको घर अलि पर थियो। अनि त्यो मेरो एकदमै त्यो घटनाहरू सम्झिँदाखेरि साह्रै
एकदम असहनीय एकदमै ऊ छ, सम्झिनु पनि मन लाग्दैन होइन। अब तपाईँले सोधिहाल्नुभयो, तर सङ्घर्ष भनेको सबैले बुझ्नुपर्छ भनेर मात्रै हो। मेरो कान्छा दाइले बोलाएर लानुभयो, राति घाँटी थिच्नुभयो होइन। अनि मेरो नाकबाट एउटा सानो सुनको फुली थियो, त्यो पनि खोलेर लगे, लगाएको लुगा पनि खोलेर लगे। अनि मेरो जिउमा जुन मेरो एउटा फरक र सर्ट थियो त्यत्तिको भरमा मेरो घरमा भएको एउटा सानो टिनको बाक्सामा भएको लुगाहरू पनि मेरो माइली दिदी आएर फोरेर लानुभयो होइन। अनि माइली दिदीले मैले किनिदिएको लुगा भन्दै लानुभयो होइन। उहाँले पनि किनिदिएको होइन, उहाँको थोत्रो लुगा थियो त्यो पनि। अनि त्यसरी लानुभयो। अनि मैले दिदीले त्यही भएर मेरो घरमा बस्न नमानेको यो भनेर त्यस्ता आरोपहरू लाउनुभयो। म बुवासँगै बस्छु, बुवा एक्लै हुनुहुन्छ गाउँमा भन्दा चाहिँ दिदीहरूको घरमा गएर बसेन भनेर अनि त्यतिसम्म गर्नुभयो। अनि म चाहिँ भर्खर चर्च जानलाई त्यो बेलामा सुरुवात गर्दै थिएँ। अनि छिमेकी हुनुहुन्थ्यो, तामाङहरू हुनुहुन्छ उहाँहरू चाहिँ, मैले मामा माइजू भन्थेँ, हाम्रै जग्गा किन्नुभएको उहाँहरूले। अनि उहाँहरूले चाहिँ छोरी जस्तै गर्नुहुन्थ्यो मलाई। अनि राति सबैजना सङ्गति गरिराखेको थियो होइन। अनि सङ्गति गरेर निस्किने बेलामा मेरो कान्छा दाइले दिदीहरूले बोलाएको छ आइज भन्यो। अनि यहाँ घरमा नआएर किन उहाँ बोलाएको त, घरमा पो आउनु त भनेर भने राति 10 बजेतिर। अनि फेरि मलाई एकजना दिदी साइली दिदी भन्नेले चाहिँ जा न जा, बोलाएपछि जा न त अनि भनेर भन्नुभयो। म गएँ, जाने बित्तिकै मलाई झ्यापझुप त्यो रातिमा सुनसान, अलिक खोल्साको छेउमा थियो कान्छा दाइको घर, घोलको छेउमा थियो। अनि झ्यापझुप पिटेर ढोकासोका थुनेर पिटपाट गरेर मलाई त त्यहाँ मैले गुहार भन्ने शब्द ननिकालेको भए सायद त्यो दिन मार्थे होला मलाई होइन। मैले कहाँबाट चिच्याउन पुगेँ। अनि नजिकैको छिमेकी जमदार बुढा भन्ने हुनुहुन्थ्यो, अहिले उहाँ बितिसक्नुभयो, उहाँको छोरीहरू हुनुहुन्छ है। अनि उहाँ आएर ढोका लात्ताले हानेर अनि के गरेको यस्तो बहिनीलाई, यहाँ रुवाबासी भनेर अनि उहाँले चाहिँ जे होस् मलाई निकाल्नु भयो होइन, उद्धार गर्नुभयो। अनि मलाई घर पठाउनु भयो। त्यो बेलामा यस्तो मिडिया थिएन, पुलिसहरू थिएनन् होइन। पुलिस त थिए, अलि टाढै थियो। अनि त्यो बेलामा पनि मैले पुलिस केस गरिनँ। म रुँदै घरमा आएँ। गाउँको मान्छेहरूले पुलिस केस गर्ने यसलाई, यिनीहरूले साह्रै दुःख दियो यो बहिनीलाई, एकदम दुःख दियो भनेर भने। अनि मलाई चाहिँ विश्वासीहरूले, क्रिस्चियनहरूले चाहिँ के भन्थ्यो भन्दा पुलिस केस नगर, अनि सबै कुरा परमेश्वरले नै बदला लिनुहुन्छ भन्ने खालको शिक्षा मैले पाएको थिएँ होइन। मेरो अनुहारमा कतै पनि दागहरू, एकदमै एउटा कोदोको गेडा राख्ने ठाउँ पनि थिएन है। अनि पिटेर एकदमै चोट, आँखाहरू यत्रो सुन्नेको थियो। अनि र पनि म बिहान चाहिँ बाहिर निस्किन नसक्ने अवस्थामा थिएँ। अनि माइजूले तिनीहरूको हात त झरे पनि हुन्छ, तिनीहरूले यसरी पिट्नु पर्ने, यही यसैको आमाले यत्रो दुःख गरेर सम्पत्ति जोडेको छ, यही बहिनीलाई चाहिँ यस्तो गर्यो भनेर सबैजना ऊ गरे, आक्रोश भयो। दिदीहरू त त्यही दिन राति नै जानुभएछ आफ्नो घरमा, त्यहाँ बस्दा पनि बस्नु भएन। अनि बिहान बुवाले मलाई देखेपछि बुवा रुनुभयो, जे होस् होइन। अनि यस्तो गरेछन्, म गएर भन्छु तिनीहरूलाई, यसरी आएर राति पिट्ने भनेर। अनि बाउले चाहिँ बिहान जान्छु भनेर भन्दै हुनुहुन्थ्यो। अब गएर के भन्नुभयो थाहा छैन। अनि मलाई त्यसको केही समयपछि फेरि दाइले छिमेकीसँगै झगडा गर्यो मेरो कारणले। अनि त्यसपछि चाहिँ पुलिस केस पनि भयो। अनि गाउँलेले नै पुलिस हालमा लगेर 3 दिन जति थुन्यो दाइलाई। अनि 3 दिन जति कान्छा दाइलाई लगेर थुनेर अनि माफी मागेर, त्यो बेलामा त त्यस्तै थियो नि चलन, माफी माग्ने कागजपत्र गरेर अबदेखि पिट्दिनँ, यस्तो गर्दिनँ भनेर अनि पठाउनु भयो। अनि मलाई बुवाले चाहिँ घर बस्न दिनु भएन, अनि घरमै चाबी लगाइदिनु भयो। अनि त्यसपछि म बुटोलमा गएर लेबर काम गरेर पनि बसेँ। 15-16 वर्षको उमेरमा ढुङ्गा बोकेँ। अब त्यो सिद्ध बाबाको मन्दिर छ नि, त्यो मन्दिरमा ढुङ्गा बोकेकोहरू पनि याद छ क्या मलाई। अनि त्यस्तो दुःख हुँदा पनि मेरो दाइहरू चाहिँ, मेरो बुवा कहिले पनि मलाई लिन आउनु भएन के। अनि त्यो दुःखहरू चाहिँ मलाई अहिले चाहिँ सम्झिन मन लाग्दैन। कलिले उमेरमा कपी कलम हातमा बोकेर हिँड्ने उमेरमा त्यतिसम्म गरे तिनीहरूले। अनि बुवा कताबाट थाहा पाउनु भएछ। अनि बुवा आएर अनि बुवाले चाहिँ के भन्नुभयो भन्दा म छोरीसँगै बस्छु, कान्छी छोरी हो मेरो भनेर भन्नुभयो। अनि मसँगै बुटोलमा बस्नुभयो। एउटा बाहुनको घर थियो, अनि त्यो घरको एउटा सानो कोठा लिनुभयो। अनि त्यहाँ लिएर बुवा बस्नुभएको थियो मसँग। अनि हामी बाबा र म चाहिँ जहिले पनि लेबर काम गर्न जाने। अनि त्यसरी जाँदाखेरि अनि हाम्रो ठुलो दाइ आएर अनि बुवालाई मात्रै लिएर गएछ। एक दिन चाहिँ म चाहिँ कामबाट राति आउँदा त त्यो खाने चामल पनि छैन, बोरा पनि छैन, सुत्ने ओर्ने ओछ्याउने पनि छैन क्या। अनि बुवालाई लिएर गएपछि त मलाई पनि भन्नुपर्छ नि होइन, अब म त कहाँ बस्ने त्यहाँ अल्पत्र। अनि त्यो घरबेटीले मलाई तेरो बाला त लिएर गयो त मरेले भनेर भन्यो। अनि मैले चाहिँ ए हो र
भने अनि अब घरै छैन जस्तो भएर अनि म चर्च खोज्दै गएँ त्यो बेलामा अनि त्यो ज्योति चर्च भन्ने थियो बुटलमा अनि ज्योति चर्चमा गएर अनि त्यहाँको एकजना दाइले चाहिँ के भन्नुभयो भन्दा अब एकजना केरलाको सर म्याडम हुनुहुन्छ अनि उनीहरूको घरमा काम गर्ने मान्छे चाहिएछ भनेर अनि त्यहाँ गएर खानासाना बनाइदिने स्कुलहरू सफा गरिदिने काम गरेर बसेँ म छोडेँ लेबर काम गर्नु नजाऊ अब मसँगै बस यस्तो दुःख गरेर हिँड्ने यत्रो सानो नानी भनेर अनि त्यो सर र म्याडमले मलाई लगेर त्यहाँ राख्नुभयो अनि ठुलो शोभा बोर्डिङ स्कुल भन्ने थियो बुटोलमा शोभा बोर्डिङ स्कुल थियो अनि शोभा बोर्डिङ स्कुलमा गएर अनि स्कुल बढार्ने ओर्ने गरेर त्यहीँ सर म्याडमलाई रोटी बनाएर खुवाउने त्यस्तो खाना पकाइदिने काम गरेँ 1-1.5 महिना जति त्यहाँ बसेँ अनि बुवाले कताबाट थाहा पाउनु भएछ त्यहाँ छ भनेर फेरि अनि होइन पहिला दिदीहरूले थाहा पाएछन् अनि दिदीको छोरा अनि भेनाजु चाहिँ राम्रो हुनुहुन्थ्यो क्या अनि भेनाजु र जेठो छोरा भएर मलाई लिन गयो त्यहाँ अनि गेट बाहिरबाट हिँड अब तिमी यहाँ नबस हाम्रो इज्जत जान्छ के भयो यस्तो भनेर भनेछन् दिदीहरूले आएर यस्तो गरेको व्यवहार भनेर भेनाजुहरूलाई थाहै छैन नि त अनि त्यस्तो गरेँ अनि त्यहाँबाट म जान मानेन म नजाने अब मेरो घरै छैन म यहीँ बस्ने यहीँ आनन्द छ आफ्नो काम गर्छु बस्छु भनेर अनि मैले त्यसो भनेपछि अनि भेनाजुसँग जान मानिनँ अनि पछिबाट अनि बुवा आउनुभयो बुवालाई पठाएँ अनि बुवा आएर म्याडमसँग कुरा गरेर रोएर अनि अनेक गरेर अनि लिएर आउनुभयो होइन अनि म्याडमले पनि जाऊ बाउ हो अब जाऊ फेरि त्यस्तो केही गऱ्यो भने अनि आउनु भनेर पठाउनु भयो अनि आउँदै राति भयो थियो घरमा गाउँमा अब त्यो बेलामा है गाडीको चलन थिएन अनि बसबाट ओर्लेपछि 1 घन्टा हिँड्नु पर्थ्यो घर पुग्नलाई अनि हिँड्ने बेलामा बाले मलाई तिम्रो बिहे गरिदिने भनेर दिदीहरूले पठाएको रहेछ कि यिनीहरूको जाल साँची गरेर तिम्रो बिहे गरिदिने अनि राम्रो केटा छ यस्तो छ उस्तो छ भन्दै मलाई लिएर आए अनि घरमा लिएर आउने बित्तिकै अनि बुवाले मलाई अब भोलि चाहिँ दिदीको घर जाने भने दिदीहरूले चाहिँ नभन भनेर भने रहेछन् बुवाले चाहिँ मलाई बाटोमै भन्नुभयो नि त छोरी हो जस्तो भए पनि अनि भन्नुभयो अनि मैले बिहे नगर्ने भए म सानै छु अहिले बिहे नगर्ने भनेर भनेको त अब फेरि हाम्रो बुवा एकदम के रिसा बिहे नगर्ने भए मसँग पनि नबस्ने यो कामी त मैले मान्ने धर्म मानेर अनि यस्तो गरेर हिँडेर चर्चमा हिँडेर अब सहारै नभएपछि त जान पर्यो नि होइन अनि हिँडेर यस्तो गरेर उस्तो गरेर भनेर बुवाले त मलाई त्यो दिन राति नै निकालिदिनु भयो अब राति आएको मान्छे राति नै निकालिदिएपछि म त त्यो बाहिर पिँढीमा आएर उहाँ जङ्गलतिर फर्केर आमालाई आमा भनेर रोइरहेको रहेछ है अनि एकदमै रोएँ अनि मलाई त्यही छिमेकी ठुलोबुवा आएर अनि ठुलोबुवाले किन रोएको नानी भने अनि त बुवाले यस्तो भन्नुभयो मलाई त घरभित्र पस्नै दिनुहुन्न भने जहिले पनि यस्तै गर्ने यो बुढाले के गरेको यस्तो भनेर अनि ल आइज मेरो 4वटा छोरी छ अब मेरो 5वटा छोरी भयो तसँग अब यहीँ मसँग बस कसले के गर्दो रहेछ भनेर अनि त त्यो ठुलोबुवाले मलाई राति घरमा लगेर अनि राख्नुभयो उहाँको छोरीहरू साथी जस्तै थियो त्यही बसेँ अनि भोलिपल्ट घरमै गएँ जान चाहिँ तर मलाई एकदमै घरमा बुवाले पनि एकदमै राम्रो व्यवहार गर्नु भएन त्यो बेलामा चाहिँ होइन अनि पछि म अब नबस्ने म घरमै नबस्ने भनेर अनि म चर्चमै एकदमै लागि पर्न थालेँ चर्चको मान्छेहरूले पनि मलाई एकदम साथ दिए होइन अनि चर्चमै लागि परेँ अब अरू त सहारा छैन अनि छिमेकीहरूले त अब बस्न त राख्न खोज्छन् यताउता काम गर्यो कति काम गरेर बस्नु होइन अनि चर्चमा गएँ अनि चर्चको पास्टर बुवाले चाहिँ मलाई अब तिमी चाहिँ ट्रेनिङमा जाऊ यहाँ नबस गाउँमा पनि तिमीलाई गाह्रो भयो जसको घरमा गएर बसे पनि तिम्रो बुवा आएर कराउँछन् होइन अब तिमी काठमाडौँमै जाऊ भनेर पहिलोचोटि मलाई उहाँले चाहिँ सिफारिस गरेर काठमाडौँ पठाउनु भयो अनि त्यसपछि म गाउँै छोडिदिएँ अब कति वर्षको उमेर थियो म त्यो बेलामा 17 वर्षको थियो होला 16-17 वर्षको भइसकेको थियो होला अनि 17 वर्षकै भएको थियो होला अनि म काठमाडौँ आएँ काठमाडौँ आउँदा पनि अब त्यो के अब अन्योन जस्तो कहिले नआएको ठाउँ होइन अनि त्यसरी आएँ त्यसरी म गाउँै छोडेपछि चाहिँ बल्ल हाम्रो बुवाले चाहिँ चर्चमा गएर मेरो छोरीलाई भेटाइदेऊ भनेर अनि घुँडा टेकेर प्रार्थना पनि गरेँ अरे होइन मेरो छोरीलाई मैले निकालेर धेरै ठुलो पाप गरेँ मलाई छोरी भेट्न मन छ पनि भने अरे होइन अनि त्यस्तो भनेर मैले पछि सुनेँ अनि पछि म काठमाडौँमा आएपछि अलि कुरा बुझ्ने भएँ होइन अनि यहाँ ट्रेनिङमा बसेँ जो धर्म सम्बन्धी भए पनि बाइबल सम्बन्धी भए पनि त्यहाँबाट धेरै अरू आउट ज्ञानहरू पनि मैले पाउन सकेँ होइन अनि त्यहाँ आएको 8-9 महिनापछि फेरि म गाउँमा गएँ
गाउँमा 1 हप्ताको लागि भनेर छुट्टीमा जान मन लाग्यो आफ्नो गाउँमा होइन। अनि दसैँको बेला पारेर अनि गाउँमा जाँदाखेरि अनि मेरो बुवाले चाहिँ अब नपठाउने, म घरमा गइनँ। त्यही मलाई जसले पठाउनु भएको छ काठमाडौँ उहाँकै घरमा गएँ होइन। उहाँको घर पनि मेरै छिमेकी जस्तै हुनुहुन्थ्यो। उहाँको घरमा गएर बसेँ म 1 हप्ता त्यही घरमा बसेँ। म मेरो घरमा पनि पसिनँ, म पानी पनि खाएन मैले होइन। बुवा पनि आउनु भएन, बुवाले चाहिँ नजा भनेर भन्नुभयो मलाई, पछि नजा काठमाडौँ भन्नुभएको थियो। अनि मलाई चाहिँ होइन त जानुपर्छ, यस्तो अरू नसुन है कुरा, तँलाई पहिला कस्तो गरेका थिए होइन, त केही गरेर देखाउन पर्छ भनेर मलाई त्यो माइजूहरूले आत्मबल दिनुभयो। अनि म 1 हप्तामा फेरि काठमाडौँ आएर मेरो ट्रेनिङ पुरा गरेँ। पुरा गरेपछि अनि म गाउँमै गएँ। अनि ट्रेनिङ पुरा गरेर गाउँमै गएँ, तर म घरमा बसिनँ, त्यही पास्टर बुवाकै घरमा बसेँ। अनि त्यहीँबाटै म चर्च जान्थेँ आउँथेँ। अनि बाल सङ्गतिहरू चलाइदिन्थेँ होइन। अनि दिदीबहिनी सङ्गतिहरू भन्ने हुन्छ उनीहरूको, अनि त्यसरी प्रे गर्नलाई घर घरमा जान्थेँ। अनि अलिकति म चेन्ज भएँ होइन। चेन्ज त भएँ, तर पछि मलाई बुवाले चाहिँ जसको घरमा बसे पनि आएर धुरीखामा हल्लाइदिने, मेरो छोरीलाई उसैले उचालेर लगेको भन्ने होइन। घरमा पनि बस्न नदिने, बाहिर पनि बस्न नदिने क्या। त्यस्तो खालको भएपछि अनि दाइलाई पनि लगेर थुनिसकेको थियो होइन। अनि दिदीहरू आएर त मलाई केही गर्न सकेनन्। त्यसपछि बाउलाई युज गरेँ क्या। अनि लुगा धरी लिएर गएर मलाई त्यो छिमेकीले लुगा दिएको मलाई अहिले पनि एकदम याद आउँछ होइन। अनि त्यसपछि म माइल दिदीको घरमा पहिल्यै बस्दाखेरि पनि माइल दिदीले पनि एकदमै दुःख दिने, उनको छोराहरूलाई लगेर स्कुल सम्म पुऱ्याएर आउँथे होइन। तर मलाई चाहिँ पढ्न जानलाई रहर हुँदाखेरि पनि जान नपाउने क्या। अनि आएर बाटाभरि त्यो 3जना बच्चाहरूले खाएको भाडा मान्नुपर्ने, दिदी भेनाजु ठुलो पसल थियो होइन, त्यो पसल हेरिदिनु पर्ने, बढार्नु पर्ने, सबै काम गर्ने जस्तै। तर बहिनी त पनि पढ्न, अहिले त मान्छेले कस्तो घरमा काम गर्नेलाई त पढाएर राखेका छन् होइन। तिनीहरू त एउटै बाउको खुन हो है। मेरो आमा पनि त उनीहरूको आमा हुँदा हुँदा आएको होइन। मेरो आमाले अब के गर्नुभयो, त्यसको गल्तीको सजाय त मलाई नदिए भए पनि हुन्थ्यो होइन। पढ्न पनि पठाउनु भएन, त्यही 2-3 क्लासमै ऊ भयो। अनि त्यस्तो गरेर दिदीहरूले त्यहाँ बस्न नमानेपछि मलाई त्यस्ता व्यवहारहरू गरेँ। अनि त्यसपछि म त्यही चर्चबाट नै अगाडि बढेँ होइन। अनि अगाडि बढेपछि चर्चबाटै बिहा भयो। विश्वासीसँगै बिहा भयो। चर्चबाटै देख्दै नदेखा, जान्दै नजानेको केटासँग। अनि बिहा पनि मैले नगर्ने भनेर भन्दै बिहा भयो। त्यहाँ पनि बुटोलकै बिहा भयो। तर बिहा चाहिँ भयो, बिहा गरेर गएको दिनदेखि फेरि मलाई त्यही दिन फर्केर आयो क्या। जस्तो बुवाले गरे त्यस्तै दुःख चाहिँ मलाई त्यहाँ श्रीमानबाट पनि भयो। अनि बिहा गरेर गएको 2 दिनमै म घर छोडेर भागेर हिँड्न पर्ने स्थिति भयो। अनि मलाई त्यहाँ पनि छिमेकीले नै, आफ्नै यस्तै घरको साथको छिमेकीले मलाई लुकाएर राख्नु भयो क्या। यो मान्छेले त हिजो मात्रै बिहा गरेर लिएर आएको मान्छे आज यस्तो घर थुनेर पिट्ने चुट्ने के गरेको यस्तो व्यवहार भनेर। अनि त्यो छिमेकीले चाहिँ मलाई अनि लुकाएर राख्नु भयो। उसलाई चाहिँ ल खोजिराख बुढी भनेर। अनि ऊ भयो, पुलिस केस पनि भयो होइन। अनि अनेक भयो। अनि त्यसपछि चर्चको मान्छेहरूले पनि ल रेबिकालाई कहाँ छ मान्छे, खोजेर यहाँ ल्या भनेर त्यो मेरो बुढालाई त्यसरी भन्यो। ऊ चाहिँ काठमाडौँसम्म खोज्न आयो, काठमाडौँ ट्रेनिङ गरेको मान्छे काठमाडौँ गयो कि भागेर भनेर काठमाडौँसम्म खोज्न आयो, उसले दुःख पाइराखोस् भनेर त्यस्तो गरेँ। म चाहिँ त्यही छु, छिमेकीमै छु क्या। अनि त्यतिसम्म भयो। अनि ऊ आएर फेरि चर्चको मान्छेहरूमा के हुन्छ भन्दा एउटा मान्छेलाई हदसम्म चाहिँ एक्सक्युज दिउँ न त भन्ने एउटा उनीहरूको सोचाइ हुन्छ होइन। अनि उसलाई चाहिँ ल ठिकै छ, अब रेबिका चाहिँ यहाँ भेटियो, अब तैँले अब फेरि यस्तै गर्ने हो भने हामी पठाउँदैनौँ, नभयो भने चाहिँ तँलाई परमेश्वरले यसरी स्वास्नी पिट्न सिकाएको छ, बाइबल समाउने हातले यसरी श्रीमती पिट्न सिकाएको छ, बिहा गरेर लिएर आएको नयाँ श्रीमती भनेर सबैले सम्झाइ बुझाइ गरे। अबदेखि पिट्दिनँ ह्यान त्यान भनेर भने। अब मैले पनि जाने ठाउँ छैन होइन। अब फेरि कहाँ जानु, बस्छु भनेर म पनि बस्छु भने। अनि त्यसपछि फेरि 1 महिना राम्रो जति भयो, फेरि त्यस्तै पिट्ने। अनि पिटेर मेरो शरीरले चाहिँ पिटाइ नै खाना जन्मेको हो कि जस्तो पनि फिलिङ्स भयो क्या त्यो बेलामा। अनि अति पिटेपछि फेरि त्यही चर्चमा गयो है। अनि कति रुनु चर्चमा पनि, कति जानु है। अनि सबैले उमेर नमिलेर शङ्का गरेर हो कि यस्तो भएको भनेर मलाई गेस गरे होइन। अनि यस्तो हो कि भने उसैको लेभलमा पनि हिँडेँ म होइन, र पनि भएन। अनि बच्चा जन्मेपछि राम्रो होला नि, एउटा आशा हुन्छ नि हामी मान्छेमा होइन। अनि आशाको तान्द्रो एउटा बच्चामा पलायो, बच्चा पनि भयो। बच्चा भएपछि पनि मलाई शान्ति भएन।
अनि बच्चा भएपछि नि बच्चा सानो छ पिटेको अनि यति चाहिँ केही कुरा भयो भने अब मैले पिटे खाएँ भनेर तयारी भएर बस्यो हुन्छ क्या त्यस्तो खालको त्यस्तो स्थिति थियो अनि उसको स्वभावै कस्तो मलाई पिट्ने अनि उसको हात चाहिँ भित्तामा पिट्ने यहाँबाट रगत निकाल्ने होइन अनि फेरि सरी भनिहाल्ने त्यो कस्तो मेन्टली प्रब्लम जस्तो मान्छेको अगाडि ऊ राम्रो छ फेरि होइन तर मलाई भित्र चाहिँ एकदमै टर्छ मान्छेको अगाडि पनि उसको केही कुराहरू त मान्छेले देखिरहेको हुन्छ उसलाई अलिकति मेन्टली प्रब्लम छ कि भनेर त मान्छेले गेस गरिराखेको थियो तर पनि के छ भन्दा उसले चाहिँ मलाई धेरै यातना दियो अनि चर्चकै मान्छेहरूले अब सक्दैन भनेर छुटायो होइन अब सक्दैन रेबिका अब मार्छ बाबु जन्मेर नि 3 वर्ष भइसक्यो 3 वर्ष भइसक्यो अनि त्यसपछि मलाई चाहिँ मैले चाहिँ अब यो मान्छेलाई फेरि नेपालमै बसुन्जेल उसले मलाई कहीँ पनि नछोड्ने के दिवस दिन हुन्न भने छ बाइबलमा भन्ने अनि स्वास्नी पिट्न चाहिँ सिकाएको छ त तेरो बाइबलमा भनेर मैले क्वेसन गरेँ क्या पछि मैले क्वेसन गरेँ अनि मैले चाहिँ के सोचेँ भने अब चाहिँ मेरो लडाइँ मैले नै गर्नुपर्छ म चर्चसँग गएर पनि कति रुनी अब हिजोसम्म चर्चमा गएर महिनौ दिन बस्यो 15 दिन बस्यो होइन माइती जत्तिकै गरेर बसेँ चर्चलाई अब अहिले चाहिँ म कति रुन जानु त उसलाई पनि पिटेका छन् चर्चको पास्टरले धरि पिट्यो उसलाई होइन तल पिट्दा कस्तो हुन्छ त ल भनेर उसलाई पिटाइको महसुस पनि दिलायो र पनि भएन क्या उसलाई नसुध्रेपछि ल अब मै नै अगाडि बढ्नुपर्ने रहेछ भनेर अनि म चाहिँ उसलाई छोडेर चाहिँ म बाहिर पनि गएँ विदेश गएँ म साउदी गएँ अनि साउदी गएर म ठ्याक्कै मैले एउटै प्रार्थना गरेको थिएँ प्रभु म चाहिँ 4 महिनादेखि म 5 महिना बस्न नपरोस् मेरो यत्रो बच्चा छोडेर गएको छु मेरो सबै सपना पुरा भएपछि म फर्केर आउन परोस् म यो व्यक्तिसँग चाहिँ म बस्दिनँ भनेर मैले बच्चा चाहिँ भैरवाको एउटा अनाथ आश्रममा राखेर अनि गएँ म विदेश त्यत्रो सानो बच्चा छोडेर अनि विदेश गएँ 3 वर्ष म 3 वर्ष बसिनँ म 6 महिनामा फर्केँ बाबु चाहिँ 3 वर्षको बाबुलाई मैले त्यहाँ छोडेर अनि म विदेश गएँ अनि विदेश गएपछि विदेशबाट पनि त्यो मेरो घरको साउहरूले हाउसबेन्डमा गएँ होइन त्यहाँ पनि काम गर्दा खालि बाबुको याद आउने अनि त्यस्तो गरेँ अनि त्यहाँबाट फर्केर आएँ 5 महिनामै फर्केर आएँ अनि फर्केर आएर त्यही आश्रममै बसेँ म त्यो भैरवामा गोस्पल आश्रम भन्ने थियो अनि त्यहाँ बसेँ अनि त्यहाँ बसेर मेरो बाबु ले त मलाई त चिन्दै नचिन्ने भएछ क्या 5 महिनामै भित्ता लाएर हिँड्ने त्यस्तो भएपछि अनि म फेरि काठमाडौँमा आएँ होइन काठमाडौँमा आएर मलाई जहाँ ट्रेनिङ गरेको थियो पहिला अनि त्यो ठाउँमा आएँ त्यहाँ आउँदाखेरि सबैजना छक्क परे के पहिला यस्तो ट्यालेन्ट मान्छे यस्तो सबैलाई सिकाउने मान्छे रेबिका अहिले कसरी यस्तो एक्लै टोलाएर बस्ने भयो कसरी यस्तो भयो भनेर अनि एकजना विदेशी दिदी हुनुहुन्थ्यो अनि उहाँले मलाई राम्रोसँग चिन्नु भएको थियो अनि उहाँले भन्नुभयो तिमी अब मसँग बस तिम्रो छोरा पनि ल्याऊ होइन अनि म तिमीलाई हेल्प गर्छु तिमी बस यहीँ भनेर भन्नुभयो अनि मैले ल ठिकै छ भने म उहाँसँग चाहिँ बसिनँ एकजना नेपाली दिदीसँग बसेँ उहाँसँग मन मिल्थ्यो अनि उहाँसँग बसेर अनि मैले केही गर्नु पर्यो दिदी म त अब यस्तै भएन म विदेश पनि बस्न सक्दिनँ विदेशमा चाहिँ म 5 महिना जति बसेँ अनि उनीहरूको अलिकति प्रब्लम भएर मलेसिया जाने भएको भएर अनि म नेपाल आउनु पर्यो सायद त्यो नै थियो मेरो लागि होइन ईश्वरको देन पनि त्यही थियो होला अनि उनीहरूले मलाई राम्रै पैसा त्यो बेलामा 1 लाख रुपियाँ दिएर पठाएको थियो के 1 लाख रुपियाँ दिएर पठाएको थियो त्यो बेलामा 1 लाख त धेरै नै ठुलो कुरा होइन अनि त्यो पैसा ल्याएर मैले भैरवा त्यो भाउजूलाई पनि राख्न दिएँ अनि म काठमाडौँ आएर अनि मैले सबै त्यो गाडीहरू सिकेर टेम्पो सिकेँ पहिलोचोटि हजुरले काठमाडौँ त्यो जुन विदेशबाट आउनुभयो भैरवा जानुभयो बाबु लिएरै आउनुभयो काठमाडौँ म आइनँ नि म विदेशबाट आएपछि बाबु लिएर काठमाडौँ आइनँ म विदेशबाट आउँदा त काठमाडौँमै झरेँ होइन काठमाडौँबाट उहाँले नै सिधै यतै आऊ भन्ने नेपाल बन्द थियो त्यो बेलामा विदेशबाट फर्किँदाखेरि होइन नेपाल बन्द थियो अनि म गङ्गो होटलमै बसेँ होटलबाट म गोदावरी गएँ उहाँको भाइ बुहारी हुनुहुन्थ्यो अनि त्यहाँबाट म भैरवा गएँ बाबु भएको ठाउँमा जहाँ छोडेर गएको हो त्यहाँ अनि बाबु भएको ठाउँमा गएपछि त्यहाँ 1 हप्ता जति बसेँ अनि म फेरि काठमाडौँमै आएँ एक्लै आएँ म बाबु लिएर आइनँ अनि उहाँहरूले मलाई के भन्नुभयो भन्दा बाबु यहीँ राखिदेऊ एउटा कागज मात्रै गर्यो पहिला चाहिँ उहाँले साथीको हैसियतले सहयोग गर्नुभयो पछि चाहिँ उहाँको अब एउटा अर्फनेज भएको भएर एउटा कागज त चाहियो नि भोलि बच्चा केही होला कसो होला होइन भनेर अनि उहाँले एउटा कागज गरिदेऊ बच्चा हामी नै राखिदिन्छौँ तिमी आफ्नो तरिकाले आफ्नो जिन्दगी जिउ भनेर भन्नुभयो अनि मैले भने अनि म चाहिँ होइन बच्चा त छोड्न सक्दिनँ भन्ने जस्तो भयो मलाई पनि अनि म काठमाडौँ आएर अनि यहाँ काम खोजेँ
त्यो लीला दिदी भन्नेसँग बसेँ म। अनि लीला तामाङ भन्ने हुनुहुन्थ्यो एकजना दिदी हेटौडाको। अनि त्यो दिदीसँग म बसेँ। अनि प्लस यता साथीले नै त्यो म्यामले पनि हेल्प गर्नुभएको थियो। अनि त्यो साथीसँग बसेँ। अनि मिल्ने बेलासम्म चाहिँ मिल्ने कि भन्ने जस्तो कुरा गर्नुभयो उहाँले। अनि मैले भने मिल्न त सक्दैन दिदी, हेर्नु मैले त धेरै यातना सहेर अब बल्ल अलिकति बोल्न सक्ने एउटा पावर बटुलिराखेको छु। अब म त्यो मान्छेसँग बस्नुभन्दा अब सधैँ समाजलाई दुःख दिएर आफन्तलाई दुःख दिएर बस्नुभन्दा म एक्लो जिन्दगी एक्लै जिउँछु, मलाई सम्पत्ति पनि चाहिँदैन, डिभोर्स पनि चाहिँदैन भने क्या मैले। त्यसले मलाई डिभोर्स गर्न जरुरी छैन। अब अहिले पनि त मान्छे श्रीमान हुँदा हुँदा अर्कोसँग गयो भने गयो नि, डिभोर्स चाहिन्छ र चाहिँदैन। अनि मलाई डिभोर्स पनि चाहिँदैन, सम्पत्ति पनि चाहिँदैन भनेर म दिदीलाई भनेपछि ल ठिकै छ बस भन्नुभयो। अनि मैले त्यहाँ बसेर ट्याम्पूहरू सिकेँ। सुरुवातमा ट्याम्पू सिकेँ मैले। अनि ट्याम्पू सिकेँ, दिदीकै बाइकमा यता र उता हिँडेँ होइन। अनि त्यसरी हिँड्दा उहाँले गाडी सिक भन्नुभयो। अनि अर्को गाडी सिक भन्नुभएको थियो। अनि हुन्छ भनेर त्यो गाडीमा पनि म गएको। जाँदाखेरि ट्याम्पू नै सिक्नुपर्छ कि भनेर ट्याम्पू ग्यारेजमा गएँ क्या म। ट्याम्पू ग्यारेजमा जाँदाखेरि अब कस्तो भयो भन्दा हामी घरभित्र मात्रै बसेको ओमेन नि त हामी होइन। अब गाउँमा बसेको। अनि काठमाडौँको सहर बजारमा त्यति भिजा पनि छैन। पहिला त चर्चमा ट्रेनिङमा आएको, ट्रेनिङभित्रै बसियो। अनि धेरै बाहिरको ज्ञानहरू नलेजहरू हामीले पाउन सकिएन होइन। पछि म ट्याम्पू ग्यारेजमा जाँदाखेरि चाहिँ त्यो पुरुषहरूबाट त्यति राम्रो व्यवहार चाहिँ उनीहरूको हेबिटमा राम्रो होला। अहिलेको रेबिका हुन्थ्यो भने त्यो बेलामा ए हो र भनेर भन्ने खालको हुन्थ्यो होइन। त्यो बेलामा चाहिँ कसैले चाहिँ कस्तो राम्री है भन्दा पनि रिस उठ्थ्यो नि त। किनभने त्यो बेलामा हाम्रो गाउँको जस्तो दिमाग हुन्थ्यो क्या। अनि कस्तो मात्तेको मान्छे रहेछ भन्ने खालको हाम्रो बोलीहरू निस्किन्थ्यो होइन। अब अहिले कस्तो राम्री हुनुहुन्छ रेबिका भन्ने त अहिले थ्याङ्क यू भन्न जानेको छौँ नि त हामीले होइन। त्यो बेलामा त त्यो शिक्षा थिएन। अनि कसैले ओहो कस्तो च्वाक कस्तो राम्री भन्दा नि ओहो यो ट्याम्पू ग्यारेजमा त कस्तो जिस्काउने केटाहरू छ, म त ट्याम्पू सिक्नै जाँदिनँ भनेर म ट्याम्पू सिक्नै गइनँ। 2 दिनदेखि गइनँ। पुतली सडक ग्यारेजमा गएको, 2500 रुपियाँ दिएको। त्यो 2500 त्यत्तिकै माया मारेँ मैले है। खेम गुरुङ हो कि के भन्नेलाई दिएको मैले त्यो बेलामा। अनि म ट्याम्पू सिक्न गइनँ हेर्नु। त्यो दिन एक दिन छोएँ। अनि म भोलिपल्टदेखि त मलाई त यो केटाहरूले पनि अब भर्खर विदेशबाट पनि आएको थिएँ होइन। अब उमेर पनि थियो 22-23 वर्षको उमेर। अनि त्यो तरिकाले पनि होला होइन। अब अलिकति केटा मान्छेहरू अलि नजिक आएको जस्तो देखेँ, मलाई त्यस्तो फिलिङ्स भयो क्या। अनि त्यो ठक्कै कानले पनि सुनेँ होइन। अनि जिस्किने टाइपको त्यस्तो सुनेँ। अनि मैले चाहिँ अलिक पचाउन सकिनँ क्या त्यो बेलामा। पचाउन सकिनँ। अनि मैले घरमा आएर दिदी म त ट्याम्पू सिक्न नजाने, मलाई यस्तो यस्तो व्यवहार भयो, म त खै जिस्काउँछ केटाहरूले पनि भने। जिस्किहाल्छ नि त्यस्तो त बोलिहाल्छ नि भनेर उहाँले मलाई कन्भिन्स गर्नुहुन्थ्यो होइन। र पनि म नजाने दिदी, म त बरु गाडी सिक्छु भनेर फेरि कान्तिपुर ड्राइभिङ सेन्टर बागबजारमा 5000 रुपियाँ तिरेर अनि कार सिक्न गएँ। अनि कार सिक्न जाँदा चाहिँ कारमा चाहिँ हामीलाई यही पेप्सी कोलाबाट यो मूलपानीमा ल्याएको थियो कि सिकाउन ल्यायो। 25 दिन जति सिकेँ मैले त्यहाँ। अनि सिक्न चाहिँ कार सिकेँ मैले 25 दिन होइन। अनि लाइसेन्स निकाल्न भनेर गएँ। लाइसेन्स निकाल्न जाँदा धेरैले मलाई त्यसपछि त मान्छेहरू पनि चिनजान भयो नि त। 25 दिनको अन्तरालमा धेरै मान्छेहरू चिनजान भयो के। अनि उहाँ आफैले पनि लीला दिदीले नि एउटा ट्याम्पू किन्नु भएको थियो। अनि त्यो ट्याम्पूमा पनि लेडिजै ड्राइभर राख्नु भएको थियो उहाँले खोजेर आफैले ट्रेनिङ दिलाएर। अनि उसँग पनि भेटघाट भयो। अनि ट्याम्पूमा पनि अलि दिउँसोतिर हिँड्ने भएँ। त्यसो भएपछि मलाई धेरैले चाहिँ के सल्लाह दियो भन्दा ट्याम्पूको लाइसेन्स थप होइन, ट्याम्पू र कारको निकाल, मोटरसाइकल र कारको ननिकाल, मोटरसाइकल एउटा हटाइदेऊ। अनि ट्याम्पू र त्यति बेला 2टा मात्रै लाइसेन्स दिने। अनि ट्याम्पू र कारको देऊ। ट्याम्पू भएपछि पछि आफूले कमाएर खानालाई एउटा हुन्छ, आफूसँग हातमा सिप हुन्छ भनेर साथीभाइले सल्लाह दिए। अनि त्यसपछि ट्याम्पू चाहिँ छुँदै नसकेको ट्याम्पू चाहिँ पास भएँ। कारमा चाहिँ फेल भएँ क्या ट्रायलमा पनि। ट्रायल दिन त गएँ। अनि कार चाहिँ फेल भएँ। अनि म त्यति बेला यातायातमा पनि मैले के भने मलाई त ट्याम्पूको लाइसेन्स होइन कारको लाइसेन्स चाहिन्छ। मैले त कार 25 दिन सिकेको है, यस्तो दुःख गरेर लाउन के गर्ने, म फेरि ट्रायल दिन्छु नि भनेर भने क्या। अनि पास गरिसकेको थिएँ। त्यो साथीहरूले यताबाट ताली बजाएको भएर यता हेर्ने हुँदा निस्किने बेलामा पोल छोयो क्या मेरो। त्यति मात्रै, अरू सबैमा कटाएको। अनि उहाँले हुँदैन अहिले चाहिँ तपाईँ फेरि गएर तुरुन्त फर्म भर्नु अनि दिन पाउँछ फेरि भन्नुभयो। त्यसो भए म यो ट्याम्पूको लिँदिनँ, जान्छु म त्यहाँ ट्रायलै फेरि फर्म भर्न जान्छु भनेर फेरि फर्म भर्न गएँ। अनि गएर आएर फेरि ट्रायल दिएको पास भएँ। अनि पास गरेरै मैले ट्याम्पू र कारको लाइसेन्स चाहिँ त्यो बेलामा निकालेँ। अनि त्यसपछि निकाल्न त निकालेँ। अब कले 61 सालमा निकालेँ मैले। 61 साल 7 महिनामा मैले लाइसेन्स निकालेँ है। लाइसेन्स त निकालेँ, गाडी कसले दिने अब होइन। अब हामीलाई त भर्खर सिकेको मान्छेलाई त गाडी दिँदैन
अब आफ्नो दुःख त आफैसँग छ। अनि त्यसपछि मैले गाडी बिस्तारै बिस्तारै जे होस् टेम्पोमै हिँडेर त्यही साथी सोनिया भन्ने साथीसँग हिँड्दा अनि मैले त्यही दिदीकै आफ्नो टेम्पो पनि थियो, त्यसरी हिँड्दा मैले चाहिँ टेम्पो पनि चलाएँ होइन। अनि टेम्पो चलाउन थालेपछि मैले बाबुलाई चाहिँ गएँ अनि लिएर आएँ। टेम्पो कति टाइम चलाउनु? मैले टेम्पो लगभग 1.5 वर्ष जति चलाएँ। 1.5 वर्ष जति टेम्पो चलाएँ। त्यसपछि बिचमा अलि वर्ष ग्याप भयो, मैले चर्चमै सेवाकाई गरेँ अनि चर्चमै काम गरेँ, फेरि सामाजिक सेवामै लागेँ। अनि ग्यारेजको साहुहरूले पनि सबैले माया गर्थे। उमेश राज श्रेष्ठ मेरो गाडीको साहु हुनुहुन्थ्यो। उहाँले चाहिँ धेरै नै मलाई अगाडि बढ्नलाई एउटा केटी मान्छेलाई टेम्पो दिएर उहाँले सहयोग गर्नुभएको थियो। ग्यारेजमा पनि उहाँले धेरै राम्रो मलाई कोही मिडियाहरू यसरी आयो भने पनि मलाई नै बोलाउनुहुन्थ्यो क्या उहाँले, अरू केटीहरू हुँदा नि मलाई नै बोलाउनुहुन्थ्यो उहाँले। अनि उमा भाउजू र उहाँ हुनुहुन्थ्यो उमेश राज श्रेष्ठ दुईजना। उहाँले चाहिँ पछि मैले अहिले टेम्पो चलाउन छोडेपछि नि उहाँले मिसेसलाई गाडी सिकाउने बेलामा चाहिँ मलाई नै बोलाउनुहुन्थ्यो क्या, सिकाइदिन आऊ ल भाउजूलाई भन्नुहुन्थ्यो। अनि त्यसरी चाहिँ उहाँहरू एकदमै माया गर्नुभयो उहाँहरूले मलाई। टेम्पो पछाडि कार चलाउनु? टेम्पो पछाडि कार चलाइनँ, टेम्पो नै चलाइराखेँ। बिचमा ग्याप गरेँ, मैले चर्चमा मै काम गरेँ फेरि। अनि फेरि 3-4 वर्षपछि म एकैचोटि आउँदा चाहिँ माइक्रोमा आएँ अनि माइक्रो चलाएँ। अनि माइक्रोको सानो माइक्रोको तपाईँ कारको त लाइसेन्स थियो होइन। अनि माइक्रो चलाएपछि अनि माइक्रो चलाउँदै गएँ। अनि ट्राभल्सको गाडी चलाएँ 1 वर्ष जति। अनि ट्राभल्सको गाडी चलाएपछि मिनीको लाइसेन्स थप्नु भन्ने सल्लाहहरू दिए होइन। बाघ भैरव ट्राभल्सको गाडी चलाएको मैले। अनि त्यहाँबाट उहाँले गाडी त्यो बाघ भैरवको ट्राभल्सको साहुले पनि उहाँले पनि के भन्नुभयो भन्दा अब मिनीको लाइसेन्स थप, अनि मिनी चलाउनु पर्छ, जम्बू हाइस चलाउनु पर्छ भनेर उहाँले हौसला दिएपछि ल अन्त भनेर ट्रायल दिन गएँ। त्यो पनि जो ट्रायलै पास गरेँ मैले। अनि लड्डु सड्डु ल्याएर सबैलाई खुवाएँ होइन, किनभने आफ्नै सक्षमले कसैसँग हात फैलाउनु परेन नि त। अनि त्यस्तो भयो। अनि त्यसपछि माइक्रो नै चलाइराखेको थिएँ। अनि सिँचाइ मन्त्रालयको गाडी चलाएँ 1 वर्ष जति। त्यति बेला थाहै जागिर थिएन, फटाफुटु जहाँ राम्रो हुन्छ त्यहीँ चलाइन्थ्यो होइन। अनि सिँचाइ मन्त्रालयको पनि गाडी चलाएँ, सरिता दवाडी भन्नेको गाडी चलाएँ, उहाँ अहिले सहसचिव हुनुहुन्छ। अनि त्यसपछिबाट मैले इसी मोडको पनि गाडी चलाएँ। अनि इसी मोडको गाडी चलाउँदा बिनु पोखरेल उहाँले नै लिनुभएको थियो इन्टरभ्यू। अनि इसी मोडको गाडी चलाएपछि चलाउँदै इसी मोडको होइन, इसी मोडको हाकिमको गाडी चलाएँ। अहिले मेरो बोस हुनुहुन्छ होइन हाउको। अनि उहाँको गाडी चलाउँदा अनि साझा आयो 70 सालमा होइन। अनि साझा आयो। अनि साझा आएपछि साझामा फर्म भर्नु भनेर कतिजनाले मलाई फोन पनि गरे। अनि फोन गर्दाखेरि चाहिँ जे होस् के भयो भन्दा अहिले नचलाउने मेरो जागिर छँदैछ, त्यो साझा डुबेर जान्छ, पहिला नि डुब्यो भनेर भने क्या मैले तिनीहरूलाई चाहिँ त्यसरी रिप्लाई गरेँ जवाब। अनि डुब्दैन अबको साझा त भनेर भन्दै थिएँ। र पनि मैले 3 महिनापछि साझा चलेको 3 महिना उद्घाटन भएको 3 महिनापछि मैले लाइसेन्स निकालेर हेभीको ट्रायल दिन गएँ। अनि पास भएँ हेभीको पनि एकदम सजिलै पास गरेँ होइन। पास गरेपछि अनि म चाहिँ साझामा भिडेँ। साझामा भिड्दाखेरि चाहिँ अलि गाह्रो भयो मलाई। कसरी गाह्रो भयो भन्दा सुविधा सेवा भन्नेले लिएको रहेछ त्यो कन्ट्र्याक्ट होइन। अनि साझा चाहिँ महिला मैत्री भनेर आयो, तर सुविधा सेवालाई कन्ट्र्याक्ट दिएपछि त सुविधा सेवाले ड्राइभर कलेक्सन गर्छ होइन। अनि सुविधा सेवामा फर्म बुझाउन गएँ। अनि साझामा जाँदा एकजना मधु सर भन्ने हुनुहुन्छ, मधु थापा भन्ने। अनि उहाँसँग भेट भयो। अनि उहाँसँग भेट भएपछि उहाँ पनि चर्च जानुहुन्थ्यो होइन। अनि उहाँसँग कुराकानी गर्दा उहाँले पनि मलाई धेरै सहयोग गर्नुभयो, मधु थापा भन्नेले पनि। अनि उहाँले अब साझा चलाउनुपर्छ है बहिनी अब भनेर हौसला दिने होइन। साझामा कहिले कहिले तेल हाल्न जाँदाखेरि पनि उहाँसँग भेट्ने त्यस्तो भयो। अनि त्यसपछि उहाँले महेन्द्र पाण्डेसँग भेटाउनु भयो, साझाको प्रबन्धकसँग। अनि महेन्द्र पाण्डे सरसँग मैले भने सर म त गाडी साझा हाँक्ने भने खै सुविधा सेवाले त मलाई सेलेक्टै गर्दैन, बोलाउँदैन खै कहिले हो बोलाउने इन्टरभ्यूमा भने। अनि त्यसपछि सुविधा सेवालाई भनेछन् उनीहरूले होइन। एकजना लेडिजले फर्म भर्नु भएको छ अरे, ल नि त इन्टरभ्यू लिनु भनेर भन्नुभयो होइन। अनि उहाँले इन्टरभ्यूमा बोलाउनै खोज्नुहुन्न। म पछि फर्म भरेकाहरू ड्राइभरहरू आइसके केटाहरू, मलाई त बोलाउनुहुन्न। मैले फेरि त्यति चासो पनि दिइनँ पहिला होइन।
पछिबाट मैले उहाँले बोलाउँदाखेरि हेर्नुहोस् दिदी तपाईँको लाइसेन्स हिजो मात्रै थप्नु भएको, हिजो अस्ति मात्रै, अनि अब यहाँ तपाईँ यहीँ आउनुहोस् अनि कुरा गरौँला भनेर भने है। अनि म गएँ सुविधा सेवामा, जाँदा त उहाँहरूले त मलाई त सेलेक्ट गर्ने जस्तो कुरा गर्नु भएन क्या, लाइसेन्स नयाँ छ भन्ने जस्ता कुराहरू गर्नुभयो। अनि मैले भने मेरो लाइसेन्स 61 सालमा निस्केको लाइसेन्स, अहिले 70 साल भइसक्यो, कति वर्ष भयो मेरो लाइसेन्स ल भन्नु त। अनि हेभीकै 5 वर्षको लाइसेन्स त कसले लिएर आउँछ त होइन अहिले। अनि भर्खर त साझा आयो भनेर मैले हेभी थपेको, ल मलाई ट्रायल लिनु, इन्टरभ्यू लिनु, म फेल भयो भने म आफै साइड लाग्छु, मलाई किन यो लाइसेन्समा लगेर अड्काउनु पर्यो। अब महिला मैत्री भन्ने अनि महिलालाई लाइसेन्समा लगेर रोक्ने, म 5 वर्ष कुर्छु, 5 वर्षपछि म 40 वर्ष नाग्छु, अनि त्यहाँबाट फेरि बुढी भयो भनेर नलिनु भनेर मैले सुविधा सेवासँग चाहिँ फेस गरेँ क्या। त्यसरी बोलेपछि अनि फेरि साझामा मैले मधु सरलाई भने, सर हेर्नु न यस्तो यस्तो भन्छ भनेपछि सोर्सै पनि लाउनु पर्यो क्या त्यहाँ त। मेरो क्षमा त उहाँहरूको पनि अलिकति हेल्प भयो। त्यसपछि महेन्द्र पाण्डे सरले पनि फोन गरेर ल ठिकै छ रेबिकाजीको उहाँले चलाउन सक्नुहुन्छ ट्रायल लिइदिनु न त भन्ने कुरा भयो। ट्रायल पनि मलाई 2 चोटि भयो, केटाहरूलाई 1 चोटि बस पार्क लगेर हुन्थ्यो होइन। अनि मलाई चाहिँ रुट टेस्ट पनि भयो क्या, जब कि नेपालमा रोड टेस्ट गर्दैन नि त होइन, छैन नि त त्यो नियम। तर मलाई साझामा चाहिँ कलङ्कीदेखि यहाँ माइती घरसम्म चलाउन लगायो अफिस टाइममा हेर्नु है। अब त्यति बेला मलाई छास्स छोएको भए मैले पाउँथेँ त, यस्तो जाम थियो फेरि त्यो दिन है। तर महेन्द्र पाण्डे सर पछाडि हेर्नु है। अनि गाडीको भित्र चाहिँ एकजना पन्त सर अनि शरद सर, उहाँहरू गाडी साझामा बसेर मलाई कसरी रोक्छ, कसरी उठाउँछ, कसरी मान्छे हाल्छ, कसरी झार्छ, सबै ट्रायल लिएर साझामा राखियो बल्ल। फर्स्ट टाइम हजुरले त्यो साझा बसमा चढ्नु भएको सिटमा हेर्नु है। फर्स्ट टाइम सिटमा लिँदाखेरि नै हाकिमहरू सबै पछाडि छन्, अगाडि पछाडि एकदम। त्यही त अब त्यो उस्तै हुन्थ्यो भने कस्तो होपलेस हुन्थ्यो नि त है। अन्त त अनि फेरि हाकिमहरू मात्रै चढेको भए त हुन्थ्यो नि, पछाडि हाकिमको गाडी पनि थियो, उकालोमा यस्तै ल्याएर जोतेर राख्ने बगाउँछ कि भनेर मधु सरले चलाउनु भएको है। अनि यता महेन्द्र पाण्डे सर बस्नु भएको। त्यसरी मलाई ट्रायल लिएको थियो होइन। उहाँहरूले मलाई सहयोग त गर्नुभयो, तर ट्रायल पनि त्यस्तै कडा हिसाबले लिनुभयो क्या, लिनुभयो। अनि जे होस् मलाई साझामा आउन चाहिँ मधु सर र हाम्रो महेन्द्र पाण्डे सरको चाहिँ धेरै नै इच्छा, पास भएँ म त्यो ट्रायलमा पास भएँ। अनि मलाई अफिसमा आएपछि कनकमणि दीक्षितले पनि बधाई दिनुभयो होइन। अनि ल तपाईँको खुबीले तपाईँले गाडी चलाउन पाउनु भएको, तपाईँ महिला भएर हामीले आरक्षण दिएको होइन भन्नुभयो। अनि मैले भने मलाई आरक्षण पनि चाहिएको होइन, तर मलाई तपाईँहरूको सहयोग र को अपेक्षा राखेको थिएँ, भयो। तपाईँहरूले सुविधा सेवालाई एक वचन नभनेको भयो भने सुविधा सेवाले मलाई पठाउनेवाला चाहिँ थिएन। मधु सर र महेन्द्र सरले भनेरै उहाँहरूले चाहिँ त्यति गर्नुभयो क्या, गर्न चाहिँ। अनि जे होस् राम्रोसँग ट्रायल दिएँ, साझा राम्रैसँग चलाइराखेँ होइन। अनि त्यसपछि मलाई अलिकति के भन्दा अफिस पनि यता पनि गर्दा गाह्रो भएर मैले चाहिँ बिचमा चाहिँ हप्ताको 2 दिन मात्रै दिन्छु है। अनि उता एसी मोड अफिस छुट्टी भएको बेलामा मात्रै म यता चलाउँछु है भनेर त्यहाँ भने सुपरभाइजरहरूलाई। अनि प्लस सुपरभाइजरहरूले पनि मलाई एउटा दिदी एकजना मात्रै हुनुहुन्छ, उहाँलाई दिउँ न त, हप्ताको 2 दिन भए पनि चलाएर हाम्रो साझालाई एउटा राम्रो गराइदिनु भएको छ भन्ने हिसाबले पनि सहयोग गर्नुभयो। मैले चाहिँ एक्लै हुनुहुन्थ्यो, महिला एक्लै थिएँ। अनि मैले चाहिँ अरू दिदीबहिनीहरू पनि आओस् भन्ने आशा राखेँ होइन। म्यासेजहरू पनि जुन सेकेन्ड लटमा भनेको त पुरानो कुरा नगरौँ, जुन आयो नि 70 पछाडि, त्यस पछाडिको पहिलो महिला ड्राइभर म नै हो हजुर, म नै सेलेक्ट। त्यो बेलामा 70 सालमा अरूहरू पनि ट्रायलको लागि आउनु भएको थियो अरे, सक्नु भएन अरे भनेर चाहिँ सुने होइन। मैले चाहिँ लाइसेन्स पनि साझा आएपछि नै थपेको हो भन्नुपर्दा होइन। अहिले मेरो लाइसेन्स 5 वर्ष भयो, हेभीको चाहिँ होइन, हेभी थपेको। अब अनि लेडिज ड्राइभर पनि म मात्रै नै भएँ क्या। कन्डक्टरहरू चाहिँ हुनुहुन्थ्यो, 4-5 जनै हुनुहुन्थ्यो म जाँदाखेरि कन्डक्टर। मेरो सायद इन्टरभ्यूको बसहरूमा पनि कन्डक्टर केटी नै देख्नुहुन्छ तपाईँले एबी न्युजको उसमा। अनि लेडिजहरू चाहिँ हुनुहुन्थ्यो, म ड्राइभरमा चाहिँ म मात्रै हो। त्यसरी साझामा काम गर्नुभयो। साझामा जस्तो हजुरले हेभीमा काम गर्दा नि महिला ड्राइभरले अहिले त नेपालमा हेभी गाडीमा गर्ने केही सीमित हुनुहुन्छ होला सायद, 1-2वटा भक्तपुरको रुटमा नि हुनुहुन्छ अरे भन्ने मैले सुनेको। तपाईँलाई के छ त्यस्तो ख्याल, कति जति सङ्ख्या? होइन हुनुहुन्छ, एकजना मखमली भन्ने एकजना याद आयो मलाई। त्यो चाहिँ हामीभन्दा पुरानै हो अरे, पहिला यो घुम्ती सादा चल्थ्यो नि, साझा हो कि सादा के गाडी चल्थ्यो निलो कलरको। त्यो बेलामा त महिलाहरूलाई फ्रीमा सिकाउने भनेर सङ्घ संस्थाहरू पनि आएको थियो नि त। त्यो बेला म टेम्पो चलाउँदै थिएँ, सादा यातायात भन्थ्यो, चक्रवात परिक्रमा। त्यति बेला बल्खुबाट कता कता चलाएर टाटा सुमोहरूमा पनि केटीहरू भर्ना गऱ्यो अरे भने होइन। अनि मभन्दा सिनियर टेम्पो चालकहरू पनि जानुभएको थियो क्या त्यो ट्रेनिङमा, तर उहाँहरू चाहिँ सक्षम हुनु भएन, अब के कारणले हो होइन।
सायद उहाँहरूलाई पुगिसरी थियो होला मलाई चाहिँ बाध्यता थियो मेरो पेसा चाहिँ होइन अनि पेसा बाध्यता पनि थियो साझा चाहिँ मेरो रहर पनि थियो ठुलो गाडीमा चाहिँ मेरो रहर हो किनभने पैसै बाध्यता हो भने म टेम्पो चलाएर पनि कमाएर मैले आफ्नो जीविका त टारेको थिएँ नि होइन तर मेरो साझा चाहिँ एकदमै रहरले ठुलो गाडीमा चाहिँ अब त्यो हजुरले भने जस्तो टेम्पू र कार सँगसँगै जुन साझामा जानुभयो त्यो त लामो पनि ठुलो पनि क्षेत्रफल धेरै ओगट्ने होइन कतिको जोखिम हुँदो रहेछ रहर त गर्नुभयो त्यो जोखिम कस्तो हुँदो मलाई धेरैले हौसला पनि दिए धेरैले सक्दैन यो आफ्नो जागिर छँदैछ नि यत्रो लामो गाडी कतैतिर छ्यासछुस केही भयो भने बेकार के हुन्छ छोरा छ यत्रो अनि भनेर पनि मलाई सल्लाह दिन्थे होइन र पनि मैले चाहिँ एकचोटि ट्राई गरौँ न त भने ट्रायलमा भिडिहालेँ पास भइहालेँ सायद फेल भएको भए म आफ्नै जब छँदै थियो होइन अनि चलाउँदै जाँदाखेरि अलिकति फरक चाहिँ हुन्छ स्टियरिङको लेभलमा गाह्रो हुन्छ अनि दिमाग अलिकति अलि ठुलो माइन्ड गरेर खेलाउनु पर्ने हुन्छ अलिकति गाह्रो चाहिँ गाह्रै हुन्छ अब गाडी भनेर हुँदैन यो नेपाली यातायात चलाउन सजिलो छ त्यो किन छोटो छ नि त होइन अब त्यो सानो बसहरू चलाउन त खासै गाह्रो छैन साझा चाहिँ अलि लामो भएको भएर टर्निङहरूमा पनि अलिकति ध्यानपूर्वक चलाउनु पर्ने हुन्छ अनि ट्राफिक जामहरू भएको बेलामा ध्यानपूर्वक अनि फेरि त्यो अग्लो भएको भएर अहिले के भन्छन् भन्दा साझा ठुलो गाडीमा जस्तो टिफरहरूमा गाडी ठोक्यो भन्छ नि त्यो चाहिँ 2 हात जति देखिँदैन क्या देखिँदैन यो मोटरसाइकलहरू त्यही भएर म हमेसा इन्टरभ्यूमा के भन्छु भन्दा जहिले पनि सानो गाडी चलाउनेहरू चाहिँ ठुलो गाडीको लगभग यो ड्राइभरको अगाडि चाहिँ नगइदिनु होला बरु अलि पछाडि नै बस्नु जाम खुलेपछि जानु होइन ओभरटेक गर्ने हिसाबले पनि यसरी चाहिँ नजानु भन्छु क्या म किनभने हामी चाहिँ ड्राइभरबाट यो जुन कन्डक्टरको साइड हुन्छ नि त्यो साइडबाट चाहिँ यता चाहिँ 2 हात जति चाहिँ देखिँदैन त्यो ढोका कन्डक्टर उभिने ढोकामै गाडी उभिँदा पनि देखिँदैन त्यही भएर साझाको यो ढोकामा सिसा छ नि त अनि त्यो सिसा भएको भएर गाडी देखिन्छ यदि सिसा नभएको भए त्यो लुकिङ ग्लासले चाहिँ भ्याउँदैन क्या भनेको मतलब ड्राइभरकै सिट साइडतिर नबस्नु ड्राइभरकै साइडतिर पनि देखिँदैन पहिलो कुरा होइन यतातिर पनि 2 हात जति चाहिँ देखिँदैन अगाडिको मोडमा अनि यो गोलो खालको सिसा राखे हुन्छ गोलो खालको सिसाले पनि त त्यो अगाडिको सो पो देखाउँछ त अगाडिको पो देखाउँछ त योभन्दा पछाडिको त देखाउँदैन अनि त्यो भएको भएर दुर्घटना चाहिँ अलिक बढी हुन्छ क्या ठुलो गाडीमा त्यसमा चाहिँ एकदमै ध्यान एकदम चनाखो हुनुपर्छ ठुलो गाडी चलाउँदा चाहिँ सानो गाडी जस्तो सुट 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 चलाउन चाहिँ पाइएन त्यस्तो खालको जोखिम हुँदो रहेछ र अर्को कुरो प्यासेन्जरबाट हेर्ने दृष्टिकोण महिला ड्राइभर भनेपछि केही फरक पाउँदैन एकदमै फरक छ टेम्पू चलाउँदा र ठुलो गाडी चलाउँदामा पनि फरक छ अनि लेडिज चालक भएकोमा पनि फरक छ मलाई चाहिँ टेम्पू चलाउँदाखेरि त्यति खुसी नमिलेको खुसी चाहिँ साझा चलाउँदा मिलेको थियो अनि त्यही भएर म प्रबन्धक महेन्द्र पाण्डे र त्यो हाम्रो मधु सरलाई चाहिँ एकदम धेरै धन्यवाद दिन्छु कि सायद उहाँहरू मसँग नभेटेको भए पनि म साझा चलाउन चाहिँ सक्ने थिइनँ त्यो ठुलो जस्तो 1-2वटा उदाहरण धेरै त समय पनि फेरि गइसक्यो हजुरको वास्तविक जीवन कहानीको कथा पनि लामो रहेछ मैले अफियरमा त 20 मिनट भने होइन कथै तपाईँको राम्रो छ नि त पठनीय छ मान्छेलाई ओहो भन्ने खालको छ त केही समय लम्ब्यो माइन्ड नगर्नु होला तपाईँले जुन गाडी चलाउँदा टेम्पोदेखि कारदेखि यो ठुलो साझासम्म चलाउँदाखेरि प्यासेन्जरबाट महिला ड्राइभर भएर सुन्नु परेको केही अविस्मरणीय कुराहरू केही छ तपाईँलाई पेच पर्ने पनि हुनसक्छ अलि हौसला मिल्ने पनि हुनसक्छ यसो सबैभन्दा पहिला मैले साझा चलाउँदाखेरि चाहिँ पहिलो दिन मैले साझा लिएर जाउलाखेल गर्दा चाहिँ सेन्ट जेभियर्सको कलेजको विद्यार्थीहरूको बस चाहिँ पछाडि थियो क्या अनि उनीहरूले चाहिँ मलाई लाइक गर्दै थियो क्या है अनि त्यो चाहिँ एउटा बच्चाहरूमा पनि कस्तो के उनीहरूमा पनि के भइसकेको रहेछ भन्दा केटी मान्छे चाहिँ ड्राइभर छैन है हाम्रो देशमा यो चाहिँ पहिला हो है केटी मान्छेले बस चलाउँदैछ है भन्ने खालको सोच चाहिँ सानो नानीहरूमा पनि भएको क्या अनि उनीहरूले हात हल्लाउने होइन अनि लाइक गर्ने अनि फ्लाइङ किसहरू गर्ने होइन अनि मलाई चाहिँ यस्तो खुसी लागेको के त्यो सेन्ट जेभियर्सको कलेज स्कुलको बस छोड्दाखेरि ओहो मलाई कस्तो खुसी लाग्यो भने नि अनि पछिसम्म पनि मैले साझा चलाउँदै जाँदा पनि स्कुलको बसहरू भेट्दा चाहिँ मैले धेरै चाहिँ तिनीहरूबाट चाहिँ एकदमै पाउँछु अब आफ्नो गाडीको पेसेन्जरबाट हौसला पाउनु त स्वाभाविकै हो सबैले गर्थे बुढी धरानबाट आउनुभएका बुढी आमाहरू हुनुहुन्थ्यो उनीहरूले सेल्फी खिचमै भन्ने पनि थियो फेसबुकमा हाल्छु है फोटो भन्नेहरू पनि छन् अनि भाइहरू जवान भाइहरू विशेष गरेर यङ भाइहरू होइन मोटरसाइकल लिएर जानुहुन्छ अनि पेल्न खोज्नुहुन्छ नि त पेल्न खोज्दाखेरि अनि मैले त्यो हात निकालेर गाडीमा यसरी ढ्याम्मै हिर्काएर उनीहरू तर्सिन्छ नि त है
अनि उनीहरू एकदम रिसले हेरिरहेको हुन्छ क्या। अनि मैले केटीको अनुहार देखेपछि केटी पो रहेछ यार भनेर क्या उनीहरू चाहिँ त्यस्तो छुट्टै प्रकारको क्या एक्कासी केटा मान्छे भइदिएको भए सायद उनीहरूले थर्काउँथ्यो होला होइन। अब मोटरसाइकल पेलेर लिएर आउँछ होइन। अब मैले यसरी हेरेपछि त केटी पो रहेछ यार भनेर अनि लाइक गरेर हिँडेकोहरू पनि छन् क्या जवान केटाहरू हेलमेट यस्तो स्टाइलिसले चलाएर कस्तो कस्तो घटनाहरू क्या होइन। अब त्यो केटा मान्छे भएको भए त कस्तो मुख छाडेर हिँड्थ्यो होला नि त उनीहरूले होइन। केटी मान्छे देखेपछि चाहिँ उनीहरूको मुस्कानै छुट्टै क्या। अनि त्यो प्रकारको त्यसले पनि मलाई एउटा अलिकति हौसला दिन्छ होइन। अलिकति म चाहिँ जे होस् एउटा राम्रो काम गरेको रहेछु है भन्ने चाहिँ मलाई साझा चलाएपछि चाहिँ फिलिङ्स भयो। जब कि टेम्पो चलाउँदा मैले माइक्रो चलाउँदा पैसा मात्रै कमाउँथेँ, घर परिवार टार्थेँ होइन। अनि पछि साझा चलाउँदाखेरि जुन हेर्ने मान्छेहरूले हेर्ने दृष्टिकोण छ त्यो चाहिँ मेरो अलिकति छुट्टै नै सोचाइ भएको थियो। अलि बलियो नै आत्मबल भयो। एकदमै हौसला मिल्यो होइन। अर्को कुरा सानो कुरा अहिले हजुरको जीवन यात्राभन्दा अलिक बाहिर यो पेसाकै कुरा जोडेँ मैले। महिला ड्राइभर भएर चालक भएर सडकमा हिँडिरहँदाखेरि समस्या के हुँदो रहेछ? जस्तो उदाहरणको लागि हुन त पुरुष ड्राइभरलाई नि हुन्छ सार्वजनिक शौचालय ठाउँमा नहोला होइन, कहिलेकाहीँ समस्या पनि हुन्छ, कहिलेकाहीँ यो महिनावारी हुने समयमा नि समस्या हुन्छ होला होइन। कस्तो समस्या फेस गर्नु? त्यस्तो हुन्छ होइन। हुन त अब अहिले अफिसहरूमा पनि के छ भन्दा मैले त निलो पिरियडको पनि गाडी चलाएँ। अफिसको क्षेत्रमा पनि महिनावारी भएको बेला पिरियड भएको बेला महिलाहरूलाई छुट्टी दिनुपर्छ है भन्ने चाहिँ गर्छन् होइन। तर पिरियड भएको बेला छुट्टी चाहियो। हामी ड्राइभिङहरूलाई चाहिँ कस्तो हुँदो रहेछ भने यो चाहिँ एकदम कडा ड्युटी क्या। अफिसको केटीहरूलाई पो छुट्टी भयो भरै पुग्यो होइन। अब हामीलाई त मेरो गाडी चलाउने भोलि मान्छे छ कि छैन भनेर मैले ड्राइभर खोज्नुपर्छ क्या पहिला, बुझ्नुभयो त। भोलि म त बस चलाउने होइन, सानो गाडी होइन, मेरो बस चलाउने भोलि ड्राइभर छ कि छैन भनेर हिसाबले मात्रै मैले छुट्टी पाउँछु क्या। अब त्यो पिरियड होस् त्यो बिरामी होस् होइन, कि थलै पर्न पऱ्यो गरेर उठ्नै नसक्ने हुन पऱ्यो, नभए सामान्य बिमार यो पिरियडमा चाहिँ हामीलाई चाहिँ त्यस्तो प्राथमिकता चाहिँ छैन। अब त्यहाँ म पिरियड भएँ भनेर त्यहाँ जाने कुरा पनि भएन होइन। अब त्यसमा चाहिँ मलाई सन्चो छैन भनेर छुट्टी लिनुपर्ने हुन्छ। अनि त्यो लिने बेलामा चाहिँ अलिकति ड्राइभरै छैन भनेर भन्यो भने त हामीलाई पनि त छोडेर जान मन लाग्दैन नि। अनि गर्नै पर्ने हुन्छ, जानै पर्ने हुन्छ, गर्नै पर्ने हुन्छ क्या। त्यो छ। अब टोयलेटहरूको विषयमा चाहिँ अब केटा मान्छेहरू त जता अब त्यो अहिले पो भयो दिशामुक्त क्षेत्र भयो होइन, ठाउँमै गर्न पाउँदैनन् र पनि गरिहाल्छन्, सजिलो छ उनीहरूलाई होइन। लेडिजहरूलाई चाहिँ अलिकति टोयलेटहरूको के छ भन्दा बाटोमा झ्याप्प रोकेर केटा मान्छे जस्तै फुत्त ओर्लेर टोयलेट जाउँ कहिले जाम हुन्छ, त्यो प्रकारको चाहिँ छैन सुविधा। यो चाहिँ असुविधा नै भन्नुपर्छ कि ठाउँमै बस स्टपमै पुग्न पर्यो, कि म लगनखेलबाट चढेपछि कि लगनखेलकै टोयलेटमा बस्न पर्यो, कि बस पार्ककै टोयलेटमा बस्नु पर्यो। किनभने यो समस्या चाहिँ ट्राफिकहरूले नै भन्नुहुन्थ्यो कहिलेकाहीँ इन्टरभ्यूमा होइन। पनि होला हो त्यो खालको समस्या क्या। यति कुरा चाहिँ वास्तवमा होइन बुझ्नुपर्ने कुरा र हुन्छ यो प्रसङ्ग भइगयो। र अर्को कुरा अब अलिकति हुन त हजुरको जुन बाल्यकालको दुःख त्यसपछिको पारिवारिक पीडाको कुरा सँगसँगै वैवाहिक जीवनको पीडा त हामी आयौँ होइन। जुन यो बाबुको पीडाको कुरा को जुन प्रसङ्ग आयो नि बाबुको पीडाको भन्दा नि अब मैले बाबुलाई त्यो बेलामा मैले भनिसकेँ होइन। अब यो अगाडि पछाडि होला। अनि अब मैले बाबुलाई त्यो बेलामा ल्याएँ, किसल्यान्ड स्कुल भन्नेमा एडमिसन गरेँ होइन, त्यहाँ पढाएँ। अनि मैले मेरो बाबुलाई जति समय दिनु पर्थ्यो त्यो चाहिँ मैले दिन सकिनँ। किन सकिनँ भन्दा मेरो नन्द अमाजु त छँदै थिएनन् होइन। अब देउरहरू थिए आफ्नो आफ्नै घरमा, अब त्यो घरै छोडेर आएको मान्छे म। अनि तर मैले एउटै के राखेको थिएँ भन्दा मैले चाहिँ आफ्नो मेहनतले नै मेरो छोरालाई पढाउँछु। तिमी पढे लेखेको मान्छे, म अनपढ मान्छे, तिमी एक्लो जिउ छ, म डबल जिउ भएँ होइन। र पनि म यो समाजमा चाहिँ मेरो बाबुलाई म हातमा राखेर पढाएर राख्छु, खुलाएर राख्छु भनेर मैले त्यो एउटा इख बोकेर मैले घर छोडेको हो मैले भन्नुपर्दा होइन। अनि मैले धेरै दुःख गरेर मेरो बाबुलाई हेर्नु पर्थ्यो, पिर पर्थ्यो क्या मलाई। अब जस्तै सानेपा रुटमा मैले टेम्पो चलाउँथेँ, यो अलिकति मैले पछाडि भए पनि जोडेँ होइन। सानेपा रुटबाट मैले टेम्पो चलाउँदाखेरि सानेपाकै रुटको छेउमा मैले कोठा लिएको थिएँ 2टा होइन। अनि मैले मेरो बाबुलाई बाहिरबाट चाबी लगाएर जानु पर्थ्यो होइन, किनभने बच्चा निस्किन्छ नि त बाहिर म नभएको बेलामा। अनि भित्रै बस है बाबु भने, भित्रै बाटा राखिदियो, पाट राखिदियो होइन। अनि भित्रै आँची गर है भनेर भने, बाल्टीमा पानी राखिदियो, उसले गर्थ्यो पनि। अनि त्यो झ्यालमा बसेर यसरी झ्यालकै यस्तै छेउमा खाट राखिदिएको थिएँ, झ्यालमा बसेर बाटोमा भरको मान्छेहरूलाई बोलाएर बस्थ्यो। ऊ चाहिँ त्यसरी खेलेर बस्थ्यो मेरो छोरा होइन। अनि स्कुल जाने टाइममा चाहिँ ऊ मुढा बाती चढेर अनि ढोकामा चाबी लगाएर अनि चाबी तल पसलमा छोडेर
अनि ऊ स्कुल टुकु 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 हिँडेर त्यो नकुदो बाटोबाट के अरे त्यो कुसुन्ती त धेरै टाढा त छैन होइन, टाढा छैन भन्दा पनि यातायात कटेरै आउनुपर्छ, टाढा त टाढै छ। अनि नकुदो एकान्त कुनाको चोक कटेर आउनुपर्छ होइन। अनि त्यो ठाउँमा आउँदा तिमी बाटो क्रस गर्न सकेनौ भने बाटोमा हिँडेको अङ्कल आन्टीहरूलाई क्रस गर्न लागौ है भने हस् मम्मी भन्थ्यो। ट्राफिकहरूले बाटो कटाइदिन्थ्यो होइन। ऊ पनि बोल्न सिकाउँथेँ मैले उसलाई, बोल्नुपर्छ अनि मात्रै सहयोग गर्छ मान्छेले बाबु भनेर भन्थेँ। अनि झोला फुत्रुक फुत्रुक बोकेर स्कुल आउँथ्यो। अनि स्कुलबाट चाहिँ मान्छे नआइकन नछोड्ने थियो क्या नियम। अनि गेट पाले बसिरहेको थियो होइन, कहिले लिन जान भ्याउँथेँ, कहिले मेरो ट्याम्पू त्यो नकुदो बाटोमा पुगेको बेलामा भयो भने चाहिँ मेरो 2-3टा पालो पछि छ भने चाहिँ म खुर्र गएर ल्याउन भ्याउँथेँ क्या। अनि पालो त्यहाँ 2टा ट्याम्पू छैन भने त पेसेन्जर आएर बसिसक्छ, थुप्रेर बसिरहेको हुन्छ, उनीहरूलाई नै बोकेर हिँड्न पर्थ्यो। अनि लिन जान भ्याउँथिनँ होइन, लिन जान भ्याउँदिनँ। अनि ऊ चाहिँ पाले कता कता गएको बेलामा फुत्त निस्केर अनि घरमा आउँथ्यो क्या हो। अनि पालेको आँखा छलेर मेरो मम्मी लिन आउन भ्याउनुहुन्न भनेर त्यस्तो एउटा सोच। एकदमै ज्ञानी एउटा ड्राइभर म होइन, मेरो पेसा एउटा ड्राइभर हो। अनि ड्राइभरको बच्चा भएर पनि एउटा यस्तो राम्रो गरेर हुर्काएको भनेर मान्छेहरूमा पनि एउटा उदाहरणै थियो। कहिले माटोमा खेलेन, कहिले ऊ चोर डाँका फटा बच्चाहरूसँग आउटमा हिँड्न पाएन होइन। अब 19 वर्षको उमेरमा हुँदा बाबु हुँदा गुमाउनु पर्यो होइन, त्यसले हजुरको यो पेसामा केही डिस्टर्ब पनि भयो होला? यस्तो भयो डिस्टर्ब भन्दा पनि अब बाबु त्यत्रो गुमाइसकेपछि चाहिँ मैले के मेरो मनमा आयो भन्दा जिन्दगी केही पनि त छैन रहेछ, अब मैले कसको लागि गर्नु होइन। एक्लो भएँ। अब मेरो एक्लो जिन्दगी जता गए नि एक घाँस खाना पाइहाल्छु, कतै गएर म कतै बस्दा पनि पुग्छ नि त। अब त साथीभाइहरू पनि धेरै छन्, एक दिन गएर बस्यो भने 2 महिनामा 3 महिनामा बल्ल पालो, 3 महिनासम्म त मान्छेले साथी हो बोलाइ पनि हाल्छ होइन। त्यस्तो खालको एउटा सोचाइ नभए म जिन्दगीमा म बाँचेर पनि अर्थ छैन है अनि भन्ने खालको एउटा सोचाइ कि सुसाइड गर्ने धेरै कोसिस गरेँ मैले होइन। तर सकिनँ। मलाई 2-3 जना मेरो साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ मलाई जे होस् बचाउनु भयो। उहाँहरूले मलाई एक दिन पनि साथ छोड्नु भएन। सँगसँगै लिएर हिँड्ने, अफिस जाँदा पनि घर आउँदा पनि सँगसँगै लिएर हिँड्ने गर्नुभयो होइन। अनि विशेष गरेर बाँडे गाउँमा हुनुहुन्छ निर्मलाहरू भन्ने, उहाँहरूसँग बसेँ म। मेरो साथीहरू त्यही भैरवामा जसले मेरो बच्चा राखिदिनु भएको थियो पहिला, अनि उहाँकै नन्द। त्यस्तो दुर्घटना हुँदा त्यस्तो बाबु गुमाउनु पर्दा हजुर साझामै हुनु? साझामै थिएँ, साझामा थिइनँ, इसी मोडमा थिएँ, इसी मोडको गाडीमा थिएँ। त्यसपछि इसी मोडमा पनि मेरो के भयो भन्दा बाबुको घटनापछि अब कतिजना आमा मरेर बाबु मरेर छोराहरू कपाल खौरिन्छन्, 13 दिन क्रिया गर्छन्, 14-15 दिनदेखि अफिस जाँदा रहेछन् क्या। मैले त छोरा गुमाएको हो नि त होइन। म त 1 महिनामा त म त ड्युटी जान सक्ने मेरो हालत त छैन। अनि मलाई अलिकति अफिसले पनि यति छिटै आएन, यत्रो दिनसम्म के गरेको त भन्ने भयो म 3 महिनापछि जाँदाखेरि। अनि त्यसपछि मैले ल ठिकै छ म गर्दिनँ, म ड्युटी मलाई ड्युटी जान नि मन लागेन। अनि मैले सायद उहाँहरू आउनु भएको थियो बाबुको घटनामा। अनि पछिबाट चाहिँ मैले अब रेबिका आउँदैन होला गाडी चलाउन भन्ने खालको उहाँहरूले पनि सोच्नु भएछ। अनि 3-4 महिनै नजाँदाखेरि म एउटा अन्नधुन्न जस्तै भएर हिँडेँ कि म। यो सामानहरू पनि मेरो लागि धेरै भयो। कुनै ठुलो कुरो भएन हेर्नु, महत्त्व नै भएन, जब महत्त्व भएन, पैसा महत्त्व भएन। यो घरको सामान, यो सोफा मैले मेरो बाबुको लागि, मेरो बाबुले मेरो साथीको घरमा सोफा छ मम्मी भनेपछि मैले गएर यो सोफा किनेर लिएर आइदिएको होइन। अनि यही सोफामा ऊ बस्थ्यो। अनि ल्याएकै दिनमा पहिलो दिनमा खुसी भएर हाँस्दै यहाँ बसेको मलाई त्यो दिनहरू याद आउँछ। यो सोफा पनि लैजाऊ भने, दराजहरू लैजाऊ भने मलाई यो सामानै गाँडो भयो क्या। 4वटा फ्लाइटको सामान अब म बाल तिर्न सक्दिनँ अब मैले काम नगरेपछि होइन। अनि मैले भएको पैसा अनाथ बच्चाहरूलाई खुवाउने गरेँ, सहयोग गरेँ। अनि बाँडे गाउँमा बस्दा म अनाथ आश्रममै बसेँ, उहाँहरूको अनाथ आश्रम थियो। मैले पहिला बाबुलाई पनि त्यहीँ राखेको। अनि म पछि पनि मेरो त्यत्रो 19 वर्षपछि पनि फेरि म त्यहीँ गएर बस्न पर्यो होइन। अनि त्यहीँ गएर म बसेँ 1 महिना जति, 1.5 महिना जति बसेँ। अनि एकदमै मेरो जिन्दगी नै बिजोग भयो। मलाई बाँच्ने त कुनै अर्थ पनि छैन। अनि मैले उहाँहरूसँग के भने म मऱ्यो भने पुलिस पनि नबोलाउनु, केही नि नबोलाउनु, मलाई लगेर बाबु भएकै ठाउँमा लगेर राखिदिनु है भनेर मैले त्यो सुरेश भाइ र निर्मलालाई भनेको अहिले पनि मलाई याद छ होइन। अनि मलाई अब छैन, मलाई हस्पिटलमा पनि राख्दाखेरि रमेश थापा पास्टर बुवा आउनु भएको थियो। कताबाट संजोगले आउनु भएछ, जसले मेरो बाबुको नाम राखिदिनु भएको बाहुन भनौँ होइन, उहाँ आउनु भएको थियो। अनि उहाँले मलाई के भयो बाबुलाई रेबिका बहिनी भन्दाखेरि दाइ म त बाबु केही भयो भने त म त बाँच्दिनँ होला है भनेको थिएँ मैले उहाँलाई। उहाँले अहिले पनि सम्झिनुहुन्छ क्या त्यो दिन रेबिका बहिनीले यसरी भनेको, कसको लागि बाँच्नु अब
त्यही बचा भनेर होइन अब दुःख गरियो, कतिले हिंसा गर्यो, कतिले घृणा गर्यो होला नि, कतिले त्यस्तो बाबुको दुर्घटना भइसकेपछि, बाबु गुमाएपछि हजुरको श्रीमान त्यस बेलाको पूर्वपति होइन आउनु भएन। कन्ट्याक्टमा किन आउनु भएन भन्दा नि म बाबु खस्नुभन्दा 5-6 महिना अगाडि मात्रै मैले बाबुलाई घरमै लिएर गएको थिएँ। 19 वर्षको छोरो बनाएपछि मैले एसएलसी दिएपछि लान्छु भनेको मैले उसलाई होइन। अनि एसएलसी राम्रोसित कटाउ, तिमीलाई सबै मेरो यथार्थ बताउँछु भनेको थिएँ। तर उसले चाहिँ एसएलसी कटायो, 11 कटायो होइन। 12को बिचमा पुगेपछि नकटाउँदै अनि एक्जाम दिएर बसेको थियो। त्यो बेलामा चाहिँ मैले उसको नागरिकता बनाउनलाई अब यताउता बनाउनु पर्छ भनेर नागरिकता बनाउनलाई मैले घरमै लिएर गएँ। मैले कहाँ लिएर गएँ भन्दा पहिला यो जोडेँ मैले होइन। यो अलिकति यो मान्छेहरूलाई पनि बुझोस् है, पाल्पा लिएर गएँ मैले उसलाई नागरिकता बनाउनलाई। सिडिओ कार्यालयमा लिएर गएँ। सिडिओ कार्यालयमा लिएर जाँदाखेरि आमाबाट नागरिकता बन्नुपर्छ भनेर आइसकेको थियो नि त, त्यो बेलामा पारित भइसकेको थियो नि त होइन। 2063 मै होइन, 63 मै बनेको थियो नि त। मैले त्यही हिसाबले म आमाको नामबाट बनाउँछु, मैले हुर्काएको हो होइन। त्यो बाउको नाम म राख्न चाहन्न भनेर मैले चाहिँ त्यसरी जान पर्यो भने म आफै फाइट गर्छु भनेर गएँ नि त। तर जाँदाखेरि कानुन यस्तो छ कि हेर्नु, कानुनले मलाई 19 वर्षपछि मेरो बाबु जे 15 वर्षपछि 15-16 वर्षपछि मेरो बाबु 19 वर्ष पुगेपछि चाहिँ त्यही घरमा लगेर घुँडा टेकायो कानुनले मलाई। ल हेर्नु है, के भन्यो भन्दा कानुनले मलाई बाउ नभइकन नागरिकता बन्दैन भन्ने कुरा भयो। अर्को कुरा, बाबुको कि नागरिकताको फोटोकपी भने ल्याउनु भन्यो। मसँग त छैन, के उसको भाइहरू उसको कोही आफन्त त होला नि, उसलाई ल्याउनु न भन्यो। बन्दैन भन्यो। अनि मैले त्यहाँ झगडा गरेँ क्या। झगडा गरेँ भन्दा जस मैले भने आफ्नो कुरा राखेँ। आमाको नामबाट बन्छ भनेको के हो त, यो मुखले मात्रै हो, मिडियाको मात्रै हो यो। अनि म त आमा हो, मैले हुर्काएको छु, मैले यत्रो वर्ष भयो छोडेको, म फेरि त्यो घरमा जाने भने के भ्यालु भयो त आमाले पालेको। त्यही भएर आमाहरूले बाध्यता भएर बच्चाहरूलाई मकै घारीतिर फाल्ने, कहाँ फाल्ने। भोलि गएर कानुनले हामीलाई त्यो गरेर पुरुष नभइकन त महिला नजिउने रहेछ नि त। त्यो ठाउँमा पुऱ्याएपछि त महिलाहरूले त कसरी सक्नु होइन। सबैजना मै जस्तो सबैजना काम गरेर खाने महिलादार जस्तो त हुँदैन नि, हिम्मत हुँदैन भनेर मैले त्यहाँ भन्दाखेरि अनि मैले यहाँ जाउलाहेल उसमा मेरो एकजना पुलिस हुनुहुन्थ्यो साथी, उहाँलाई फोन गरेँ, शारदा दिदी भन्नेलाई। उहाँले चाहिँ मलाई त्यो बच्चाहरूको शिक्षा मन्त्रालय के छ नि त्यहाँको नम्बर दिनुभयो। मैले त्यहाँ सोधेँ है, मन्त्रालयमा सोधेँ। सोद्धाखेरि उहाँले मलाई के भन्नुभयो भने बाउ बिना नागरिकता बन्दैन। कस्तो बच्चाहरूको बन्ने हो भन्दा जो रेप केसमा परेकाहरू छन्, अनि जो आमाले सङ्घर्ष गरेर हुर्काएको छ, ती बाउको पत्ता नभएको मान्छेहरू होइन, त्यस्तो नानीहरूको मात्रै आमा बिना बन्ने हो भनेर भन्यो। तपाईँको विवाह भएको हो कि होइन, त्यसै ऊ बनेको हो कि भनेर उहाँले भनेपछि मैले ए भनेर बल्ल बुझेँ क्या मैले त्यहाँ। तर पनि मैले यत्रो वर्ष बनाएको होइन, मेरो नागरिकतामा बुढाको नाम छ हो। मैले डिभोर्स त गरेको थिइनँ नि त होइन। मैले नागरिकता पछि मैले त्यो बेलामा अनि म फरक्क फर्केर हेर्नु 3 दिनपछि त्यहाँ कराउँदा नसकेर मेरो छोराले त्यो बेलामा आँखा भरि आँसु लियो हेर्नु है सिडिओ कार्यालयमा। अनि राति फर्केर आएर फेरि घरमै खोज्दै गएँ। म घरमा गएर देवरलाई भेटेर ल तिम्रो दाइलाई निकाल कि नागरिकता बनाउन हिँड भनेर भनेपछि दाइलाई उनीहरूले निकाल्नै चाहेन। अब पिट्छ भन्ने भयो उनीहरूले होइन। अब पहिलाको जस्तो रेबिका होइन, अब अहिले त उसले त धेरै कुरा बुझ्ने भइसक्यो भनेर म आफै बनाइदिन्छु नि भाउजू भनेर भन्नुभयो। अनि मलाई भाउजू नभन्नु, उयो बच्चाको लागि आएको हो, म तपाईँको भाउजू होइन म भनेर भने क्या मैले। अनि उहाँलाई भोलिपल्ट गाडीमा हालेर लिएर गएर अनि नागरिकता पासपोर्ट सबै काका उसको आफ्नै अङ्कल बाबुको भाइ चाहिँ गएर अनि भाइ चाहिँ गाउँको अलि मान्ने गुन्ने पनि हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ गएर अनि बाबुलाई उ गरेर बनाएर कागजपत्रहरू सबै बनाएर अनि लिएर आएको मैले। अनि उसले चाहिँ त्यो घरमा पनि एक रात बस्यो। म चाहिँ होटलमा आएर बसेँ, ऊ चाहिँ त्यहाँ बस्यो एक रात अङ्कलहरूसँग नि बस्यो। ल यही हो तिम्रो गाउँ ठाउँ भनेर देखाइदिएँ। उसको चाहना पनि पुरा भयो नि त होइन। अनि मेरो मम्मीले यसरी राखेको होइन रहेछ भन्ने भयो। त्यहाँ गएपछि गाउँका मान्छेहरूले भने, मलाई सबैले स्याबास पनि दिए, यत्रो छोरो बनाइछौ, एक्लै दुःख गरेर कहिले सम्पत्ति खोज्न आएनौ होइन। मैले सम्पत्ति खोज्न गइनँ। अनि मेरो छोरालाई अङ्कलले यो जग्गा तिम्रो बाबु भनेर देखाउनु भयो। अनि मेरो बाबुले चाहिँ मलाई चाहिँदैन अङ्कल जग्गा, तपाईँहरू खानुहोस्, मलाई नागरिकता बनाइदिनुहोस्, म सम्पत्ति खोज्न नि आउँदिनँ, मेरो मम्मीलाई यसरी दुःख दिएको यो ठाउँमा म आउँदिनँ, मेरो चाहिँ नागरिकता बनाउनु पर्छ, मेरो पढाइको छ मतलब त्यो भएको भएर आएको, तपाईँ सक्नुहुन्छ भने मेरो ड्याडीसँग एकचोटि भेटाइदिनुहोस्, मलाई मेरो ड्याडी हेर्न मन छ भनेर भने क्या उसले। अनि तर उनीहरूले भेटाउन चाहेनन्।
अनि गाउँमा थिएन अनि पछिबाट मैले नम्बर यता बाबुको चाहना पुरा गरिदिउँ न, अब त बच्चा छैन होइन भनेर मैले नै नम्बर खोजिवरि गरेर फोन पनि गरेँ मैले, अब छोरालाई भेट्न आऊ होइन, तिमीले खर्च गर्न नि परेन, केही गर्न नि परेन, गएर भेट, उसले बाउ भेट्ने मन छ भन्दाखेरि म भेट्दिनँ, मलाई पिट्छौ अब तिमीहरूले भने सिधै त्यसरी भने। अनि पिट्दैनौँ हामी, किन तेरो जस्तो बुद्धि छैन हाम्रो, मैले तैँले 1 रुपियाँ पनि दिन नि परेन, छोरालाई चाहिँ एकचोटि भेट भन्दाखेरि ल भेट्छु भनेर भन्नु अरे, तर भेट्न चाहेन कि के गरेन, मैले गरिनँ। अनि मैले बाबु खस्दाखेरि पनि उसलाई बोलाउने मैले कोसिस गरिनँ। किन गरिनँ भन्दा मलाई साथीभाइहरूले गर भन्ने थियो, किन गर्ने, पाल्ने पोस्ने म, मरेपछि उसलाई किन छुन दिने म, किन बोलाउनु, मैले त सम्बन्धै टुट्यो नि अब त भनेर। अनि त्यसपछि मैले बोलाइनँ, कसैलाई नि बोलाइनँ। अब त जुन अहिले जुन तपाईँ जुन फ्रस्ट्रेट, त्यो तनाव, छोराको पीडा होइन बाट सहेर पनि अहिले नयाँ जीवनको सुरुवात गर्नुभएको छ, नयाँ बाबु छ, यो बिचमा नि ग्याप हुनुहुन्छ जुन व्यावसायिक जीवनमा होइन, महिला सवारी चालकको रूपमा जुन तपाईँको छुट्टै पहिचान पनि छ, त्यसमा फर्किनु भएको छैन। अहिले बाबु चाहिँ कति वर्षको भयो? बाबु 10 महिनामा लाग्यो। बुवा चाहिँ के गर्नुहुन्छ बाबु? उसको बुवा चाहिँ अधिकृत हुनुहुन्छ, सानो ठिमीमा जनक शिक्षामा काम गर्नुहुन्छ। अहिले अब हजुर फेरि सवारी साधन स्टेरिङमा कहिले बसेको हामी भेट्न पाउँछौँ? म चाहिँ अब सोच्दैछु अहिले त यसो कलेजको सानो गाडीहरू चाहिँ चलाउँदिनँ भनेर सोचिरहेको छु। त्यस्तो साह्रो ऊ त होइन, तर अब मलाई चाहिँ ठुलै गाडीमा ऊ भइसक्यो होइन, अनि ठुलो बसहरू कलेजको पाएँ भने चाहिँ चलाउँछु बाबु भए पनि, अनि चलाउँछु, नभए चाहिँ 1 वर्षपछि बाबु मन्टेसरी राख्न सक्ने मिल्ने भएपछि अनि त्यहाँबाट दिल्ली टु काठमाडौँ गाडी चलाऊँ कि भनेर प्रोसेसिङमा छु। अब कता कता के गर्नुपर्छ दौडधुप गर्दैछु। अनि त्यहाँ सम्भावना देखिन्छ सोर्स लाउनै पर्ला? सोर्स त अब के भन्ने है, हरेक ठाउँमा भन्छु त चाहिहाल्छ आफ्नै मान्छे। अब त्यहाँ त मेरो आफ्नो मान्छेहरू त छैनन्, तैपनि म आफू बोलेर आफ्नै बोलीले हुन्छ कि भन्ने एउटा आशा गरेको। मन्जुश्रीमा एकचोटि कुरा गरेको थिएँ, मन्जुश्रीले चाहिँ मैले गाडी स्वयम्भूमा बस स्टप थियो मेरो साझाको, त्यो बेलामा चाहिँ मन्जुश्रीले सबैले हेरेका थिए कि त्यहाँका हाकिमहरूले, अनि ओहो हाम्रो गाडी चलाउन आउनुभएको भए त हुन्थ्यो नि दिदी भन्थे कि, अनि उहाँहरूले चाहिँ अपेक्षा राख्नुभएको थियो। त्यसपछि म यता ऊ भयो, म जान सकिनँ। पुरानै सम्बन्ध चिन्जानको होइन, त्यो हुँदाखेरि अब होला कि। अनि दिल्ली टु काठमाडौँको गाडीको ड्राइभरहरूलाई पनि भेटेको थिएँ, पन्जाबी सरदारहरू हुनुहुँदो रहेछ उहाँहरू चाहिँ, उहाँहरूसँग गएर उहाँले भन्दै थियो ठिक है बहनजी आप आइए न भनेर भन्दै थियो होइन, अनि म तपाईँहरूलाई सहयोग गर्नु पऱ्यो भने गर्छु भनेर उनीहरूले कहाँको एड्रेस पनि दिएको थियो है। 5 दिन ट्रेनिङ गर्नुपर्छ अरे, त्यहाँको सर्टिफिकेट चाहिन्छ अरे, अनि त्यसपछि गएर दिल्लीमा गएर त्यो बसको कम्पनीमा गएर पेस गर्नुपर्छ अरे भनेर उहाँहरूले चाहिँ आइडिया दिइरहनु भएको थियो। नम्बर पनि दिनुभएको छ त्यो ड्राइभरले। अनि यति दारी पालेका सरदारहरू छ क्या त्यो मोदीको गाडी चलाउनेमा चाहिँ, नेपाली छैन। अब जस्तो हजुरले अन्तिममा पनि छौँ हामी, जुन यातायात के अरे गाडी चलाउँदाखेरि तपाईँले नाइट पनि चलाउनु भयो होला है, लङ रुट पनि कता कता जानु? लङ रुट त जानै पर्थ्यो, किनभने ट्राभल्सकै गाडी चलाउँदा पनि मिनी लिएर पनि पोखरा बागलुङ होइन, अनि चितवन पुटोल भैरवा सबै जानु पर्थ्यो। अनि नाइट डे सबै राति 12 बजे पोखराबाट फर्केको पनि छु। राति 12 बजे चाहिँ म पोखराबाट खाली गाडी फर्काएको पनि छु, गेस्ट छोडेर। डर हुँदैन, के को डर, गाडीमा एक्लै फर्केको छु गाडीमा। त्यो बेलामा ट्राभल्सको गाडी चलाउँदा त झन् कन्डक्टर पनि हुँदैन होइन, बरु साझामा त कन्डक्टर छ। अनि पछि मैले भने नि अफिसको गाडी पनि कन्डक्टर पनि हुँदैन, मलाई एक्लै दिमागमा एकदम कुरा खेल्यो, कतैतिर केही होला कि भनेर पनि मैले साझामा फेरि जोइन भएको के पछि। अनि पछि चाहिँ नवदुर्गा भन्नेले लिएको रहेछ के साझा कन्ट्र्याक्टमा, पछि चाहिँ म साझामा चाहिँ पेसेन्जरहरू पनि हुन्छ, कन्डक्टर पनि हुन्छ, बोलिराख्ने साथीभाइहरू हुन्छ नि त, अनि दिमागमा कुरा खेल्न पाउँदैन भनेर फेरि साझामा जोइन भएको पनि हो। अब अहिले पनि म सायद म प्राइभेट यस्तोतिर चाहिँ जाँदिनँ। किन जाँदिनँ भन्दा अहिले पनि अझै पनि मलाई दिमागमा कहिले कहिले एकदमै कुराले हान्छ होइन, अनि हान्दाखेरि मलाई चाहिँ मान्छे भएकै ठाउँहरू चाहिँ ऊ लाग्छ। अब हजुरलाई केही हुन त यो त्यस्तो नभएको जाति तैपनि चलाउँदै जाँदा कहिलेकाहीँ दुर्घटनाको सम्भावना अथवा आफ्नै अगाडि अरू दुर्घटना देखेको हुनसक्छ, त्यस्तो क्षण केही छ? आफै पनि त्यस्तो दुर्घटनामा बचेको छ त्यस्तो केही छ?
त्यस्तो त अहिलेसम्म त छैन। अब अलिअलि मोटरसाइकल छ्यासछुस छुनी कोर्दिने भनेको त भइ नै हाल्छ। साझामा आउँदा एकचोटि कारलाई पनि छोएको थिएँ होइन, त्यस्तो सामान्य त भइ नै हाल्छ। तर पनि के छ भन्दा अहिले पनि नहोस् भन्छु म। तपाईँको अनुभवमा सवारी दुर्घटना खास के कारणले हुन्छ? यस्तो हुन्छ सवारी दुर्घटना नि त्यो जानी जानी कसैले पनि लहर हान्दैन के मेरो विचारमा है। कहिले कहिले नि हामी सेन्स कस्तो हुन्छ भन्दा हाम्रो सोचाइ ध्यान अन्त जान्छ क्या। बुझ्नु, मैले गरेको अनुभव है। म पनि आफ्नो तालले हिँडेर हुन्छु। जस्तै चक्रपथमा त्यस्तै भयो क्या। अब कारमा स्वाट आयो, कार कच्चा कुचुकै भयो क्या मेरो साझामा ठोक्केर। अब म चाहिँ टन्न पेसिदिएर मलाई पनि ट्राफिकले बोलाएछ। अब रङ साइडबाट ऊ आएपछि त कार त म त देख्दिनँ नि होइन। अब त्यो चक्रपथको त्यो चोक्कैमा क्या बिहानै फर्स्ट टिपमै कारै कच्चा कुचुक भयो मेरो साझा। बस पार्क जाँदै हुनुहुन्थ्यो कि बुढा नीलकण्ठ? आउँदै थिएँ म, यता आउँदै थिएँ उता वसुन्धराबाट यता आउँदै थिएँ। यसरी टर्निङ गरेर हामी यता टिचिङतिर आउनुपर्ने, कार पनि बिरामी बोकेर आएको रहेछ। यता रङ साइडबाट स्वाट यता छिर्ने भएको मेरो गाडी त म त यसरी ल्याएपछि त फर्काउँछु के अरे होइन। स्टरिङ फर्काउने बित्तिकै त्यो मेरो गाडीको सोले कच्चा कुचुक पाऱ्यो। त्यो कन्डक्टरको साइडको सोले, कार नयाँ कार रहेछ हेर्नु है, नम्बर प्लेट पनि नहालेको, बिहान बिहानै कच्चा कुचुक भयो। अनि म गाडीको स्टरिङबाट म सिटबाट झरेको होइन। त्यो ड्राइभर आएर गाडी चलाउन आउँदैन, यो गर्न आउँदैन भनेर मलाई चाहिँ एकदम असभ्य शब्दहरू बोल्नुभयो होइन। अनि मैले चाहिँ उहाँलाई भने के बोलेको भाइ, अलिकति ऊ गर न, गाडी त ठोकी त हाल्यो होइन। अब के गर्ने भन्ने पो विकल्प सोच्ने, तिमीले मलाई कराएर तिम्रो गाडी बन्छ भनेको त किन नकराउने, यसरी आएको साइड हेर्नु पर्दैन, यहाँ हेर्नु पर्दैन, कन्ट्रेक्टरलाई मूर्ति जस्तै राख्ने भनेर त्यो भाइले यति कराए। बुटोलबाट आएको गाडी रहेछ, अनिदो रहेछ है, ऊ चाहिँ नाइट आएको रहेछ। अनि मेरो त हेर्नु त्यत्रो गाडीको मान्छे सबै झरेर ब्याक गरेर ट्राफिकले फेरि त्यही उता चक्रपथकै चौकीमा लग्यो। चौकीमा लगेपछि ट्राफिकहरूले मर्नै गरेर गाली गरे क्या। नेपाल सरकारले ड्याममा छाप लगाइदिएर दिएको लाइसेन्स तैँले गाडी चलाउन आउँदैन भन्ने एउटा लेडिज चालकलाई भनेर उसैलाई गाली गऱ्यो। तिराउने पनि उसैलाई तिरायो, किनभने त्यहाँ त सिसी क्यामेरा छ होइन। अब मैले हानेको होइन भन्नुभन्दा नि सिसी क्यामेरा छ, अगाडि ट्राफिकहरू छन् होइन। अनि उता रङ साइडबाट आएको छ, म बिरामी बोकेर आएको, हस्पिटल जान आएको भनेर भने के उसले भन्दाखेरि बिरामी बोक्ने एम्बुलेन्सलाई मात्रै अनुमति छ, रङ साइड च्याप्ने चाहिँ एम्बुलेन्सलाई मात्रै अधिकार छ। तिमी एउटा कार लिएर बिरामी त एम्बुलेन्समा पो ल्याउनुपर्छ, कारमा किन ल्याएको, फेरि रङ साइड किन च्यापेको भनेर। अनि उसलाई भनेपछि उसले त्यो ढोकासोका सबै आफू बनाउनु पर्यो है। अब त्यस्तो एउटा दुर्घटना हुन्छ संजोगले होइन। त्यो चाहिँ कसैले जानी होइन क्या। ऊ यताबाट आएको भएदेखि त सायद त्यो हुँदैन थियो नि त होइन। ऊ पनि छिर्छु होला भन्ने भयो, मैले पनि देखिनँ। अब म त आफ्नै गतिमा हिँडिराखेको छु। अब को के हुन्छ थाहा हुँदैन क्या। त्यो जानी चाहिँ कसैले कसैलाई हान्दैन है, गाडी ड्राइभरहरूमा पनि। हुन्छ, महत्त्वपूर्ण समय पनि पाइयो है, कुराकानी गरियो, यति लामो र कुराकानी भयो। यद्यपि कतै बोरिङ फिल भएन हजुरको त्यो मर्मस्पर्शी दुःखदायी भूमिकादेखि अहिलेसम्म स्ट्रगल गर्दाको सफलताको कथा जस्तो लाग्यो है, श्रृङ्खलाबद्ध रूपमा। अन्तिम प्रश्न हो यो मेरो, जीवन के रहेछ? जीवन भनेको यस्तै रहेछ, सङ्घर्ष नै रहेछ है। अब खोइ त, अब सङ्घर्ष नगरी केही छैन त। जुनमा पनि दुःखै गर्नुपर्छ, जुनमा पनि फाइट गर्नै पर्छ। अफिसमा जाऊ त्यहीँ सङ्घर्ष गर्नुपर्छ, घर बस पनि सुख छैन। अब यो उमेरमा आएर मैले फेरि अर्को सङ्घर्षको पाटो, फेरि अर्को सृष्टि एउटा उत्पन्न गराउँदैछु। एउटा 19 वर्षको बच्चा हुर्काएर प्लेनमा चढाउँछु भन्ने बेलामा माटो मुनि चढाएर आउनु पर्यो। अब फेरि अर्कोलाई हुर्काउँदैछु। अब यही त रहेछ नि जीवन भनेको। मेरो जस्तो जीवन हुन त सबैलाई आफ्नो आफ्नो दुःख, आफ्नो आफ्नै पहाड हुन्छन् होइन। तर मेरो चाहिँ एउटा छुट्टै प्रकारको एउटा कथा व्यथा, न परिवारको सपोर्ट, न दाजुभाइको सपोर्ट होइन। त्यो स्थितिबाट अहिले एउटा म्याक्सी लगाएर काठमाडौँ छिरेको मान्छे अहिले आएर जे होस् राम्रै लाउन पाएको छु, मिठै खान पाएको छु। मान्छेहरूको तिरस्कारहरू जति सहे पनि अगाडि आएर त यस्तो भन्न सक्ने कसैले आँट गरेको छैन होइन। अनि यही रहेछ जिन्दगी। आगामी दिनमा पनि हजुरको अझ सुखी खुसी सम्पन्न र सँगसँगै तपाईँले जुन व्यावसायिक जीवन सवारी चालकको रूपमा, महिला सवारी चालकको रूपमा दुर्लभ थोरै सङ्ख्यामा महिला सवारी चालकहरू हुनुहुन्छ, त्यो पनि अझ हेभी गाडीमा त एकदमै कम हुनुहुन्छ। त्यसमा पनि बहादुरिताका साथ, साहसीका साथमा, निडरताका साथमा आफ्नो व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ। अझ तपाईँको जुन जोस जाँगर र कामप्रतिको वफादारीता देखिँदै जान पाइयोस्, शुभकामना। समय दिनुभयो, धन्यवाद।
हुन्छ, तपाईँहरूलाई पनि धन्यवाद समय निकालेर आइदिनु भयो होइन, एउटा मेरो मनको विचारहरूलाई त्यहाँसम्म पुर्याउने एउटा मौका दिनुभयो, त्यसको लागि धेरै धन्यवाद।